हामी यो फर्मेटमा चाहिँ इमेज बनाउँछौँ कुनै पनि मोडल बनाउँदाखेरि। अब तपाईँलाई यो जस्तै एजमा के राख्ने कस्तो राख्ने भनेर हजुरहरूलाई म अन्तिममा दिन चाहिँ दिन्छु। तर हामीले जस्तै हामीले एज पर्सन हामीले एजमा चाहिँ हामीले जस्तै उमेर राख्नुपर्ने हुन्छ क्या। जस्तै यङ हो कि मिडल एज हो कि ओल्ड हो कि कस्तो खालको त्यो राख्नु पर्यो। अनि हामीले पर्सन यहाँ मान्छेमा चाहिँ कस्तो मेन हो कि वुमेन हो कि के खालको क्यारेक्टर हजुरलाई चाहियो त्यो राख्नुपर्ने। अनि वेयरिङमा चाहिँ अब कस्तो खालको लुगा लगाउनु पर्ने हो, कुर्ता टी सर्ट ज्याकेट ड्रेस कस्तो खालको फर्मल ड्रेसहरू कस्तो लाउनु पर्ने। अनि लाइटमा यो मेन लाइटले एकदमै राम्रो रोल गर्छ। अब हजुरको युजिसी आर्ट बनाउँदाखेरि अहिले त हजुरलाई देखिहाल्नुहुन्छ अहिले भिडियो बनाउँदाखेरि सब डे लाइट वार्म सनसेट लाइट अनि त्यसपछि ब्राइट स्टुडियो लाइट धेरै टाइपको यो हुन्छ। अब हजुरले आफ्नो प्रोडक्ट अनुसार बनाउन सक्नुहुन्छ। अनि स्टाइलमा चाहिँ हाम्रो रियलिस्टिक भयो, अनि हाम्रो पिक्सार भयो, अनि हाम्रो एनिमेटेड भयो, धेरै टाइपको हुन्छ नि त। अब हाम्रो कति आएर हुन्छ पिक्सार साइजमा आउँछ के हुन्छ त्यस्तो टाइपको हुन्छ है त। अनि हाम्रो पेन्टिङ स्टाइलमा भयो, जस्तै पेन्टिङ गरे जस्तो हुन्छ नि त्यो पेन्टिङ हजुरको इमेजलाई पेन्टिङ गरेको नि बनाउन मिलो। अहिलेको लागि हामी युजिसी एड बनाउन आँट्दैछौँ, त्यही भएर हामी यहाँ एजमा चाहिँ टक्क यो एजको ठाउँमा यङ राख्थ्यौँ है त। यङ अनि यो पर्सनमा हामी नेपाली वुमेन राख्थ्यौँ। वेयरिङ केटीलाई कस्तो लगाउँदा बेटर होला भन्दा कुर्ता सुरुवाल लगाइदिउँ होइन, कुर्ता सुरुवाल लगाऊँ। क्लोथ्समा चाहिँ कुर्ता भनेर भनिदिउँ। एकदमै इजी खालको यो तपाईँलाई रेडी गर्दा चाहिँ त्यो कुनै लामो पनि छैन, एकदमै इजी छ क्या यो वाला चाहिँ। यो हाम्रो यो वाला प्रम्प्ट लाइट चाहिँ कस्तो खालको लाइट लगाइदिउँ भन्दाखेरि हामी यसमा सर यो च्याट जीपीटी चाहिँ पेड वाला भएपछि मात्रै हो होइन यो गर्न मिल्ने? होइन फ्रीमा नै तपाईँले मिल्छ। मेरो भोइस किन रिटर्न भइरहेको? फ्रीमा नि मिल्छ? मिल्छ तर तपाईँले लिमिट हुन्छ यसमा। तपाईँले डिफ्रेन्ट टुलहरू युज गर्न सक्नुभयो। जुन यो सर हजुरले यो बिचमा हाई मिडियम लो भन्ने गर्नु भएको छ नि यसको यो हजुर हाम्रोमा त देखाउँला छैन त, मेरोमा त यो देखा छैन तपाईको हजुरको ल्यापटपै हो? मोबाइल हो सर। मोबाइल भएर नदेखाएको यो अरु है त मोबाइलमा कस्तो देखाउँछ हेर। तल तपाईको मोबाइलमा त इन्स्टेन्ट भनेर देखायो, इन्स्टेन्ट मात्रै देखा हुन्छ अब फ्रीमा रहेछ है त। इन्स्टेन्ट मात्रै देखाउन मिल्दो रहेछ, गर्न मिल्दो रहेछ। म इन्स्टेन्टमै राखेर गरिदिन्छु हजुरहरूलाई, लु फ्रीकै गरेर राखेर गरिदिन्छु। अनि हामी स्टाइलमा कस्तो राखौँ भन्दाखेरि चाहिँ हामी रियलिस्टिक टाइपको राखौँ होइन। अब हामीलाई युजिसी एड बनाउने भएपछि रियलिस्टिक टक्क टाइपको चाहियो हामीलाई। रियलिस्टिक फोटो यङ नेपाली वुमेन वेयरिङ कुर्ता सब डे लाइट रियलिस्टिक फोटो भर्टिकल फोटो। ल ठिक छ। यो पोर्ट्रेटमा अब हजुरले अब फेसबुकको लागि भने अब तर हाम्रो युजिसी एडहरू प्राय यही पोर्ट्रेटमै हुन्छ। ठिक छ, हामी क्रिएट इमेजमा गरेका छौँ। अब यही प्रम्प्टलाई हामी जेमिनाईमा पनि लगाएर दिउँ कस्तो गर्दो रहेछ है त। हामीले जेमिनाईबाट चाहिँ तपाईँले बनाउन सक्नुहुन्छ, धेरै नै बनाउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ फ्रीमै। हाम्रो प्रो एक्सटेन्ड हजुरले यो पनि युज गर्न पाउनुहुन्छ जेमिनाईमा, फ्री सेम टु सेम मोडल युज गर्न पाउनुहुन्छ। अनि तपाईँलाई फोटोहरू जेनेरेट गर्नलाई फ्रीमै तपाईँलाई जति गर्न नि मिल्ने तपाईँलाई भनिदिन्छु ल म। हजुरहरूले विक्स भनेर सर्च गर्नु है त, विक्स भनेर सर्च गर्नु, विक्स एआई भनेर।
इमेजहरु चाहिँ यसले सबै सर हामीले त्यो फ्लो अब हामीले भिडियो बनाउने पनि यहीबाट हुन चाहिँ यो हुन सर्च गर्नुस् विक्स भनेर त्यसपछि हामी न्यू प्रोजेक्टमा जाउँ मेरो यो प्रो अकाउन्ट छ र पनि मेरो यहाँ क्रेडिटहरु दुईटैमा छ के दुईटा प्रो अकाउन्ट थियो अब फ्रीबाट तपाईलाई देखाउनु पर्छ र पनि हामीलाई इमेज जेनेरेसन गर्न चाहिदैन यहाँ तल भिडियो हुन्छ अहिले हामी यही टुलको बारेमा कुरा गर्ने हो भिडियो बनाउन पनि सो अहिले यति बुझिराख्नु अब जस्तै हामी यसलाई पनि दिउँ लु जस्तै 4 वटा बनाऊँ यसलाई हामीले यो फ्रीमा यो न्यानो बनाउन प्रो हामीले फ्रीमा यसमा युज गर्न पाउँछौं जति पनि अब 4 वटा बनाइदियो भने चाहिँ कुनले बेटर बनाउँदो रहेछ हेरौँ हामी यता जेमिनाईलाई पनि दिउँ यता हामी यता पनि जाउँ यता हामीले कस्तो बनाइदिउँ हेर्नु त कस्तो रियल यो एआई पनि भन्दैन मान्छेले है त यो फोटोलाई हजुरले प्रोम्प्ट राम्रो भयो भने हजुरलाई यो मात्रै होइन हजुरलाई धेरै प्रोम्प्टहरु मोडलहरुको अब यहाँ धेरै प्रोम्प्टहरु रेडी गराएको छु मैले हजुरहरुलाई त्यही हेर्नु अनि त्यही युज गर्न पनि सक्नुहुन्छ जस्तै हाम्रो यहाँ हाम्रो मोडल प्रोम्प्ट भनेर रेडी गराएको थिएँ मैले यहाँ इजी खालको छ अ मेन वुमेन एज डुइङ समथिङ के गरिरहेको बनाउने हो हजुरले जस्तै हात फोल्ड गरेर बस्या हो कि कुर्सीमा बस्या हो कि विथ प्रोडक्टको पनि हजुरले कुन प्रोडक्ट हो अनि इन अ प्लेस लुकिङ फर जस्तै हाम्रो यहाँ छ वुमेन 25 यहाँ हाल्दियो वुमेन हाल्दियो मेन वुमेनमा एजमा 25 इयर्स ओल्ड हाल्दियो होल्डिङ अ कफी कप भनिदियो विथ प्रोडक्ट इन क्याफे भनौँ लुकिङ ह्याप्पी यो हजुरले यो प्रोम्प्टहरु यो एक्जाम्पल चाहिँ हेरेर यो गर्न सक्नुहुन्छ यो धेरै छ मसँग यहाँ हैन हजुरलाई म सबै दिन्छु यो त्यही मलाई सेयर गरिदिन्छु ओके यहाँ नि बनायो तर मलाई चाहिँ के भएको च्याटजीपीटी कै इमेज चाहिँ एकदम बेटर लाग्छ हाम्रो विक्सले पनि बनाइदियो हैन यस्तो टाइपको बनाइदियो यो फ्रीमा यहाँबाट तपाईले जति पनि युज गर्न पाउनुहुन्छ यो विक्सबाट चाहिँ अहिले हामी यसैको बारेमा कुरा गर्छौं अब हाम्रो यतापट्टि यसले गर तर अलिकति युजीसी आर्टको लागि चाहिँ हाम्रो यो हाम्रो च्याटजीपीटी नि अलिकति बेटर लाग्छ मलाई चाहिँ ओके अब हामी यसलाई हाम्रो आजको हामी मोडल के को बारेमा बनाउँ भन्दाखेरि युजीसी आर्ट ओके हिमालयन हर्बल भनेर बनाउँ मोडल भनेर राख्दिउँ सिम्पललाई ओके एकैछिन है मेरो यहाँ सानो यहाँ कस्तो अफ भएको भइ गयो यो रिटर्न आइरहेछ मेरो आवाज इमेज यसरी मान्छे कन्सेप्ट गरेर यसरी मोडल भइन्छ अनि के जमानाका जमाना अहिले कहाँ पुग्यो भने तपाईले जे गर्न सक्नुहुन्छ अहिले म तपाईलाई अझै धेरै कुरा भन्छु हजुरले त यहाँबाट के गर्न सक्नुहुन्छ के अब पहिले अब अस्ति हाम्रो बालेन शाहजीले हाम्रो यहाँ कफी खाएको टक्क बनाउनु भएको थियो त्यसको छेउमा इमेज हालेर कतिले हालिरहेको थियो नि त्यो पनि तपाईले सिम्पल यहाँ इमेज हाल्दिने तपाईले नेपालीमा पनि भन्न सक्नुहुन्छ त्यो त इजिली हाम्रो यो छेउ यो मान्छेको छेउमा यो इमेज राख्दियो भनेर आफ्नो इमेज अपलोड गरिदिने टक्क हजुरले भनिदियो भने हजुरले त्यसमा प्रोम्प्ट पनि चाहिदैन हामीले इजी अब शान्तिले कुरा गर्नलाई राम्रो तर म चाहिँ तपाईलाई के सजेस्ट गर्छु भन्दाखेरि हजुरले अहिलेदेखि नै प्रोम्प्टिङको चाहिँ बानी हो हाम्रो दिने बानी चाहिँ बसाल्नु होला फर्मेटमा राम्रो हुन्छ अब हाम्रो इमेज भयो अब हामीलाई भिडियो बनाउनलाई हामी भिडियो बनाउनलाई हामीलाई के चाहियो भन्दाखेरि एउटा स्क्रिप्ट चाहियो स्क्रिप्ट हामी के गरौँ भन्दाखेरि ओके हामी यसलाई यस्तो तरिकाले पनि बनाउन सकिन्छ है त अब हामी सिम्पल अब यहाँ यो टुल भनेर हामी तपाईलाई म नयाँ देखाइ अब भनिदिन्छु भिडियो बनाउनलाई चाहिँ हामीले युजीसी आर्टको भिडियो बनाउनलाई चाहिँ हामीसँग एउटा टुल छ है त गुगल फ्लो भनेर छ हजुरले गुगल फ्लो भनेर हाम्रो यही जेमिनाईकै भर्जन हो जेमिनाईकै मोडल हो गुगल फ्लो भनेर सर्च गर्नुहोस् त्यसपछि हाम्रो सुरुमै आएकोमा चाहिँ हजुरले क्लिक गरेर म हाम्रो अर्को अकाउन्ट युज गरेर देखाइदिन्छु तपाईलाई म युज गरेर नगरेको अकाउन्ट प्रो अकाउन्ट हो र पनि यो क्रेडिट छ कि यसमा चाहिँ हजुरले एकदम ध्यान दिएर युज गर्नुपर्छ म अहिले तपाईलाई भनिदिन्छु हाम्रो कुन चाहिँ युज छैन त्यहाँ सबै युज छ जिमेलहरु पनि के ओके यहीबाट बनाउँछु यसबाट बनाएको छैन कि मैले ओके त्यसपछि हजुरले यस्तो आएको हुन्छ हजुरले यहाँ flow.google मा गएर हजुरले गर्न सक्नुहुन्छ
अथवा तपाईँले के गर्नुहोस् भन्दाखेरि फ्लो डट गुगल सर्च गर्नुहोस्, हजुरको डाइरेक्ट हजुर यहाँ छिर्नुहुन्छ। अब यहाँ गरिसकेपछि चाहिँ हजुरले अहिले यसको लेटेस्ट मोडल आएको छ कि ओम्नी भन्ने, अहिले हामीले बुझिहाल्छौँ। अनि हामीले न्यू प्रोजेक्टमा जानुहोस्। त्यसपछि हजुरले यहाँबाट इमेजहरू बनाउन मिल्छ क्या। यहाँ यो चाहिँ मैले विक्स भनेर भने, हजुरले यहीँ आएर यहाँ इमेज छ भिडियो छ होइन। हजुरले इमेज चाहिँ फ्रीमै बनाउन मिल्छ, जति पनि बनाउन मिल्छ। जस्तै एउटा छ दुईटा, हजुरले जति पनि फ्रीमै इमेज बनाउन मिल्छ। जस्तै अघि मैले यहाँ एक्जाम्पल तपाईँहरूको लागि यहाँ मैले एक्जाम्पल भनेको थिएँ नि होइन। जस्तै यो हाम्रो यो भ्यालु एक्जाम्पलको यो इमेज मैले यहाँ ल्याएर पेस्ट गरिदिएँ। अनि त्यसपछि मैले 4वटा राखेँ। अब यसले जति पनि बनाइदिन्छ क्या, इमेजको चाहिँ समस्या हुँदैन यसले बनाउनमा। मैले बनाइदिन्छ हेरौँ ल। अनि भिडियो बनाउनलाई चाहिँ हजुर हामीले यो हाम्रो यहाँ अहिले हामीले इमेजमा गयौँ, न्यानो बनाना प्रो भनेर, त्योभन्दा साइडमा यो इमेजको साइडमा भिडियो छ, यहाँ जाने। अनि ओके हाम्रो पनि यहाँ सकिया छ क्या क्रेडिट। ओके यहाँ पनि क्रेडिट सकिएर छ। भिडियोमा गइसकेपछि चाहिँ हजुरको यो 9:16 छ, त्यसपछि 16:9 छ, अनि फ्रेम छ। फ्रेमबाट बनाउने हो कि यो हामी ओम्नीबाट बनाउने हुँदाखेरि चाहिँ हामी यहाँ इन्ग्रेडियन्ट्समै जान्छौँ होइन। अनि त्यसपछि हजुरहरूले चाहिँ के मिस्टेक नगर्नु होला भन्दाखेरि चाहिँ यो भिडियो 1 2 3 4 छ नि यहाँ क्वान्टिटी, यसमा चाहिँ हजुरले 1 राख्ने क्या। 1 राख्नु भने एउटा भिडियो 2 भन्नु भने 2टा बनाइन्छ। त्यही सेम प्रम्प्टमा त्यही सेम स्टाइलमा 2टा फोटो बनाइन्छ क्या, 2टा भिडियो बनाइन्छ। भिडियोमा चाहिँ हाम्रो एकदमै महँगोमा लगभग हाम्रो 8 सेकेन्ड 10 सेकेन्डको बनाउन 50-60 रुपियाँ बराबरको हाम्रो क्रेडिट गइरह हुन्छ। त्यसले गर्दाखेरि चाहिँ समस्या हुन्छ। अब यसले फ्रीमा दिन चाहिँ दिनको 50 क्रेडिट होइन। र पनि हजुरले गुगल एप प्रो लिनु भएको छ भने 1000 दिन्छ, त्यो धेरै नै हुन्छ। र पनि अब हजुरले एकदम ध्यान दिनु। यहाँ 4मा लगाइदिनु भयो। अब यहाँ 60 क्रेडिट एउटा 8 सेकेन्ड 10 सेकेन्डको भिडियोमा 60 क्रेडिट हजुरको गयो। त्यस्तो त हुनु भएन नि त। हजुरले 1मा राख्ने। त्यसपछि हामीसँग मोडलहरू भएको भनेको भियो लाइट छ, 3.1 लाइट छ। यसले 10 क्रेडिट युज गर्छ, तर यसले 8 सेकेन्डको बनाउँछ। जसले गर्दाखेरि चाहिँ हजुरको भिडियो बिग्रिन्छ है त। यो एकदमै अलिकति अहिले हाम्रो ओम्नी एकदमै बेटर छ। ओम्नीबाटै बनाउन म रिकमेन्ड गर्छु, किनभने ओम्नीबाट एकदमै रियलिस्टिक बनाइन्छ। अब यहाँ क्वालिटी छ, यसले 100 क्रेडिट लिन्छ। यसले फास्टले 20 क्रेडिट लिन्छ। हामीसँग जम्मा हुन्छ 50 क्रेडिट। अब यो मैले 50 क्रेडिट पनि सकिसकेको छु है त। दिनको 50 क्रेडिट आउँछ भनेको छ। अब यो खोइ किन आज नि मेरोमा, सायद मैले हिजै युज गरेको थिएँ कि जस्तो लागिरहेको छ होला सायद। नभए अहिले हामी बनाइहाल्छौँ, यहाँ केही छैन। हजुरले मल्टिपल गुगल अकाउन्ट बनाउने, त्यसपछि 3-4वटा बनाउने। दिनको 50-50 आउँछ। 45 15 3 45 10 20 30 सेकेन्डको एउटा बनाऊ। अनि अर्कोबाट 30 सेकेन्डको बनाउने। 1 मिनटको हाम्रो युजिसी एड। त्यो धेरै लामो त हुँदैन नि त, हामी सिम्पल बनाउने। त्यही तरिकाले गर्न मिल्छ। के अहिले हाम्रो यहाँ मिल्दैन, हामी यसलाई लाइभ गरेर हेर्छौँ कस्तो बन्छ भनेर। हेर्नु त यहाँ इमेज पनि बनाइदियो फ्रीमै हो, जति नै युज गर्न मिल्छ इमेजको त नि हो। हेर्नु अहिले चाहिँ राम्रो बनाइदियो इमेज, मोडलको इमेज। हजुरहरूले पनि यही प्रोम्प्ट मैले यहाँ पठाइदिएको प्रोम्प्ट मोडल प्रोम्प्टमा गएर हजुरहरूले आफ्नो अब कस्तो चाहियो हजुरलाई मेन एज अनि के गरिरहेको चाहिने यो हजुरले आफैले राखेर बनाउन सक्नुहुन्छ। यहाँ धेरै छ हाम्रो, यहाँ एआई टिचरको पनि छ। यहाँ धेरै 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 थुप्रो छ हाम्रो यहाँ रिसर्च गर्नदेखि लिएर धेरै कुरा छ। अनि आज हामी तपाईँलाई अझै अर्को कुरा नि भन्नु छ। अहिले पहिले हामी भिडियोतिर युजिसी एड पहिले कम्प्लिट गरौँ। हामीलाई यो इमेज छ, यो इमेजबाट हामीलाई युजिसी एड बनाउनु पर्यो। त्यसको लागि पहिले हामी यहीँ आउने हो, तर मेरोमा क्रेडिट सकिएर छ। म अर्को खोल्छु। यस्तो 2टा अकाउन्ट प्रो छ, र पनि 2टा अकाउन्टमा सकेछ। एकदमै तनाव हुन्छ यस्तो अवस्थामा चाहिँ। 2 दिनमा यहाँ छैन कि ओके यहाँ रहेछ हामीसँग 50 क्रेडिट हो। हजुरको यसै गरी 50 क्रेडिट मात्रै हुन्छ। हजुरको एउटा भिडियोमै हजुरको 15 क्रेडिट जान्छ। अनि हजुरले कसरी बनाउनुहुन्छ त? मैले यहाँ धेरै बनाएको छ भिडियोहरू पनि, हेर्नु यहाँ अब जस्तै यस्तो यस्तो भिडियो बनाएको छ। हामी न्यू प्रोजेक्ट गरौँ। अनि यहाँबाट भिडियोमा जाने। हामी यो फेरि देखाउँदैन त, 50 देखाउँदै थियो अहिले फेरि 4वटामा गराएको छ।
यो 4 गमा चाहिँ चुज गरेर मिस्टेक नगर्नु होला फेरि तपाईको एकदमै मैले भनिरहेको छु एउटा 10 सेकेन्ड 8 सेकेन्डको भिडियो बनाउन 50-60 रुपियाँ बराबरको हाम्रो पैसा गइरहेको हुन्छ क्या मतलब पैसा नगए पनि यसले फ्रीमै त्यति दिइरहेको हुन्छ क्या यो त्यति हुन्छ अब चार्ज गर्दाखेरि पनि नर्मल्ली कसै मान्छेको भिडियो बनाउँदाखेरि 8 सेकेन्ड 10 सेकेन्डको 150 100 त्यस्तै रुपियाँ चार्ज गर्छौँ हामीले बनाउँदाखेरि पनि त्यही भएर चाहिँ एकदमै ध्यान दिएर गर्नु होला अब जस्तै हामीले भिडियो बनाउनको लागि हामीले सबभन्दा सुरुमा के चाहियो इमेज चाहियो इमेज अघि हामीले जेनेरेट गरेको छ युजिसी एडको लागि ओके हामीले इमेज भयो ल अब यसको लागि हामीलाई प्रोम्प्ट चाहियो हैन अब यसको लागि हामीलाई प्रोम्प्ट चाहियो अनि अर्को कुरा हजुरले कुनै पनि बनाउँदाखेरि चाहिँ डायलगहरु अथवा डायलगहरु यसले बोलेको बनाउँदाखेरि चाहिँ 10-10 सेकेन्डको बनाउनु है त यो ओम्नीमा गएर 10 सेकेन्डको लागि मात्रै बनाउनु होला त्यसो गर्दाखेरि यसले राम्रो काम गर्छ बढी बनाउनु भयो भने छिटो बोल्दिने ओर्दिने गर्छ त्यही भएर बिग्रिन्छ त्यति बेला अब यही केटीलाई हामीले एकदमै राम्रोसँग गरौँ जस्तै हामीले हाम्रो यो केटीसँग यो नेपाली वुमेन हजुरले यसको पनि पाउनुहुन्छ है त जस्तै यसको पनि हजुरले मास्टर प्रम्प्ट पाउनुहुन्छ जस्तै हामीसँग कुन कस्तो फर्मबाट हामीले यो युज गर्ने भन्दाखेरि पर्सन अनि त्यसपछि हामी टल्किङ टु क्यामेरा क्यामेरा हैन अनि त्यसपछि हामी यसलाई के भन्ने सेयिङ भनेर भन्नु ल अब पर्सन टल्किङ टु क्यामेरा सेयिङ भन्ने होइन अब यो पर्सनमा चाहिँ हजुरले यसलाई सिम्पली हजुरले बोलाउनलाई कमान्ड दिने हो क्या अब यसलाई यस्तो गर्दै बना भनेर यसलाई भन्ने हो क्या अनि डायलग दिने हो जस्तै अपलोडेड इमेज पर्सन अपलोडेड image person talking to camera saying यसले हामीलाई के बनाएको हामीले एउटा हर्बलको बनाउँदैछौँ है त हामीले एउटा हर्बल टाइपको एउटा बनाउँदैछौँ पहिले त्यो हर्बल सिरमको पनि एउटा इमेज बनाऊँ है त त्यसले गर्दाखेरि चाहिँ सजिलो हुन्छ जस्तै हामी हर्बल सिरमको इमेज बनाउनको लागि पनि हजुरलाई म भनिदिन्छु जस्तै यही आएर हामी यसलाई हर्बल सिरमको इमेज बनाउनको लागि चाहिँ हाम्रो कुन फर्मेटमा गर्छौँ भन्दाखेरि हजुरले प्रोडक्ट बनाउँदै हुन्छ अन्त हजुरसँग प्रोडक्ट होला छैन भने पनि हजुरले बनाउन सक्नुभयो क्या अब आफैले पनि प्रोडक्ट हामी पहिले यो तपाईँलाई मास्टर प्रम्प्ट यो सबै म तपाईँलाई दिन्छु है यो प्रम्प्टहरू यो मैले अहिले प्रोडक्टहरू लेखाएको छु नि यो सबै तपाईँहरूले पाउनुहुन्छ प्रोडक्ट हामीले प्रोडक्ट लेख्छौँ त्यसपछि के लेखौँ भन्दाखेरि पोस्टर ब्याकग्राउन्ड COL color अनि स्पेस फर ब्रान्ड नेम लेख्ने अनि हाम्रो यो प्लेटफर्म फर्मेटमा हाम्रो यो प्लेटफर्म फर्मेटमा बनाउने हो
बनाउनु हैन हामीले यही हो हाम्रो मास्टर प्रम्प्ट चाहिँ हजुरले पाउनुहुन्छ जस्तै हामी प्रोडक्टको ठाउँमा हामी के लेख्छौं भन्दाखेरि हामीले यो हाम्रो हिमालयन हर्बल भनेर हाम्रो स्किन केयर भयो हैन स्किन केयर पोस्चर ब्याकग्राउन्डमा चाहिँ हामी कस्तो राख्दियौ भन्दाखेरि यो ब्याकग्राउन्डमा हामी नदियौ हैन अनि ब्याकग्राउन्डमा चाहिँ कस्तो राख्दियौ भन्दाखेरि ब्याकग्राउन्डमा हामी कस्तो राख्दियौ भन्दाखेरि हामी यो हिमालयन हाम्रो यो स्किन केयर भनेपछि हरियो ग्रीन राख्दियौ अनि त्यसपछि भनेको राख्दियौ विशेष ब्रान्ड नेम अनि त्यसपछि प्लेटफर्ममा चाहिँ हामी प्लेटफर्मबाट हामी के को लागि बनाउने भन्दाखेरि हाम्रो ब्रान्ड नेम चाहिँ के हो भन्दाखेरि हाम्रो ब्रान्ड नेम भनेको हिमालयन हर्बल हैन हामीले हिमालयन हर्बलको लागि बनाउँदै छौं सन्डे भए पनि होमवर्क गर्दा हुन्छ हो के मोबाइल हेरेर बस्नु लगाउ न किन भन्न यहाँ हिमालयन हर्बल भयो हिमालयन हिमालयन हर्बल भइसकेपछि हाम्रो बन्छ मैले इन्स्टेन्टमै गरिरहेको छु हाम्रो फ्री भर्जनै हो हैन त्यसपछि यसले बनाइदिन्छ ओके यही इमेजै राखेर बनाइदियो यसले हामीसँग यो इमेजै भएर यो इमेजै राखेर यसलाई पोस्टर टाइप बनाइदियो ठीक छ हामी यो इमेज यो हर्बलको यो बिनै बनाउन हामी छोड्दियो इमेजै राखेर बनाइदियो यसले सेयिङ यो केटीले के भन्दै गरेको बनाऊँ भन्दाखेरि हामी जस्तै नेपालीमा यसले इङ्ग्लिसमा राख्नुभयो भने यसले कस्तो टाइपले अर्कै नराम्रो भन्दैन क्या राम्रोसँग त्यही भएर हजुरले नेपालीमा भन्नु होला नेपाली भन्नको लागि अब जस्तै यहाँ अब ल्यापटपमा नेपालीबाट भन्दाखेरि के भनौँ भन्दाखेरि नमस्ते यो सिरम 2 हप्तादेखि नमस्ते मैले यो सिरम 2 हप्तादेखि युज गरे अहिले मेरो स्किन ग्लो भयो आजै तपाईं नि युज गर्नुहोस्
नमस्ते, मैले यो सिरम 2 हप्तादेखि प्रयोग गरिरहेको छु। अहिले मेरो छाला पहिलेभन्दा धेरै चम्किलो, नरम र ताजा देखिन थालेको छ। मलाई यसको नतिजा साँच्चै मन पर्यो। तपाईँ पनि एकपटक प्रयोग गरेर अनुभव गर्नुहोस्। यो 10 सेकेन्ड भनेको छ, यसलाई 10 सेकेन्ड भन्दा धेरै दिए जस्तो लाग्यो। अनि हामी यसलाई सिम्पल यहाँ जाउँ अनि त्यसपछि यहाँ जाउँ अनि हामी यसलाई दिउँ ल प्रम्प्टलाई दिउँ अब यसले कस्तो बनाइन्छ। हजुरले केही गर्नु पर्दैन, हजुरले एउटा मोडेल बनाउने त्यही अघिको फर्मेटबाट अथवा त्यहीबाट मोडेल बनाएर अनि यहाँ राख्ने अनि हजुरले कुन प्रोडक्टको लागि गर्ने हो त्यो प्रोडक्टको इमेज लिएर अनि यहाँ राखेर त्यसलाई सिम्पली डायलग दिएर यो प्रम्प्ट दिएर यस्तै भनेरै बनाउन सक्नुहुन्छ। एकदमै सजिलो छ यो, त्यस्तो गाह्रो केही पनि छैन यो। अनि त्यो हाम्रो त्यो बिरालो गाई के बोलेको आइरहन्छ नि, त्यो पनि एकदमै सजिलो छ। हजुरलाई प्रम्प्टिङको लागि मैले यहाँ यो जिपिटिएस पनि बनाएर राखिदिएको छु। तपाईँहरूलाई त्यस्तो स्टोरी चाहिएको छ भने प्लस यहाँ हामी यहीँबाट गर्न सक्छौँ। पहिले होस् अनि त अनि अर्को कुरा भनेको हजुरलाई यदि इन फ्युचर अब हामीले आजै क्लास सके पनि यसले हेरौँ त कस्तो बनाइयो। नमस्ते, मैले यो सिरम 2 हप्तादेखि प्रयोग गरिरहेको छु। अहिले मेरो छाला पहिलेभन्दा धेरै चम्किलो, नरम र ताजा देखिन थालेको छ। मलाई यसको नतिजा साँच्चै मन पर्यो। तपाईँ पनि एकपटक यो लामो भयो नि त, हाम्रो यो 10 सेकेन्डभन्दा लामो भएर यस्तो भयो है त। अब हजुरले हाम्रो यहाँ अझै एक थोक बिग्रिरहेछ, जस्तै कि हामीले यसलाई अलिकति क्लोजअप टाइपले दिएका छैनौँ क्या। अब यो क्लोजअप दिनको लागि चाहिँ हजुरले के गर्नु भन्दाखेरि यहाँनिर एक्स्ट्रा प्रम्प्टहरू पनि दिनुपर्छ सक्नुहुन्छ। यसलाई जे भन्नु त्यही गरिदिन्छ। क्लोजअप अफ बोतल भनौँ होइन। ल यो दिएँ। हजुरहरूलाई धेरै बनाएर देखाउँछु भनेको थिएँ, तर यो हाम्रो प्रोको क्रेडिट सकेर तनाव हो। हजुरलाई म हरै पनि यो हरेक कुरा युजिसिआरकोदेखि लिएर प्लस तपाईँले कुनै पनि फोटोलाई नचाउने तरिका पनि भनिदिन्छु म तपाईँलाई। यो भएपछि अब हामीलाई गरिदिउँ। यहाँ डायलग धेरै भएको छ, अब यो हामी हटाइदिउँ ल। यो हामी यति हटाइदिउँ। अब यसको लागि चाहिँ तपाईँले धेरै डायलग छ भने यति बनाउने, त्यसपछि अर्को पनि यस्तै यही फोटो युज गरेर अर्को पनि यही डायलगले बनाउने अनि त्यसलाई क्यापकटमा एड गरेर भिडियो जोड्ने अनि गर्ने। त सजिलो छ, एकदम केही गर्नु पर्दैन। यो हेर्नु पर्छ बनाइदिनु। अनि मैले अहिले क्लोजअपहरू भनेको छु नि, यो सबै हजुरलाई मेटेरियल्सहरू पाउनुहुन्छ है। अनि कोही कोही बेला हजुरले जस्तै कमेडी टाइपको भिडियो बनाउँदै हुन्छ र त्यसमा चाहिँ तपाईँहरूले केटा साना साना फुच्चाफुच्चीहरू पछाडि भएको उनीहरूलाई पिटेको त्यस्तो टाइपको प्रम्प्टहरू युज गर्नुभयो भने यो हुन्न। अनि यो प्रम्प्ट गर्नको लागि हजुरलाई गाह्रो लाग्यो भने हजुरले सिम्पल्ली यसलाई चाहिँ यसरी यो गरेर यहाँ जाने अनि त्यसपछि न्यू च्याटमा च्याट जिपिटीमै गएर give me prompt for this dialog for Omni. अनि यो भिडियो बनाउँदाखेरि चाहिँ कोही बेला तपाईँको स्क्रिनमा टेक्स्ट आउँछ अनि हजुरहरूको चाहिँ
यो बनाउँदै गर्दाखेरि यो ब्याकग्राउन्ड म्युजिकहरू अलि लामो भिडियो बनाउँदै हुन्छ भने ब्याकग्राउन्ड म्युजिक कुनैमा एउटा आइदिन्छ अर्को आइदिन्छ त्यसको लागि तपाईँले यसलाई कमान्ड दिनुपर्छ है त जस्तै नो ब्याकग्राउन्ड म्युजिक अनि नो टेक्स्ट नो एक्स्ट्रा जुम कोही कोहीले यसले एक्स्ट्रा जुम गरिदिन्छ एक्स्ट्रा जुम तपाईँले फिक्स क्यामेरामा बनाउनु छ भने जस्तै अगाडि एउटा इमेज छ त्यसलाई फिक्स बनाउनु छ त्यसलाई जुम नगरिकन गर्नु पर्यो भने नो एक्स्ट्रा जुम फिक्स्ड क्यामेरा भन्नुभयो भने अनि यसलाई इन्टर गरिदिनुहोस् यसले आफै बनाइन्छ च्याट जिपिटीले हजुरलाई केही समस्या भयो भने त्यो रिलेटेड यसलाई आएर यहाँ सोध्नुहोस् यसले ठक्क दिन्छ यसले भनिदियो यसले यो इमेजको पनि प्रम्प्ट दियो अब यो इमेजको प्रम्प्ट दियो भने I have an image just give me dialogue prompt खेल्ने हो क्या यो च्याट जिपिटी एआईसँग खेलेपछि ट्राई गर्दै गएपछि मात्रै हजुरले गर्न सक्नुहुन्छ अब यसले यो दियो यसलाई कपी गर्ने उतापट्टि त्यो इमेज भएको ठाउँमा पेस्ट गरिदिनु अब यसले कस्तो बनाइदियो अघि गरेको हामीले नमस्ते मैले यो सिरम 2 हप्तादेखि प्रयोग गरिरहेको छु अहिले मेरो छाला पहिलेभन्दा धेरै चम्किलो नरम र ताजा देखिन थालेको छ मलाई यसको नतिजा साँच्चै मन पर्यो हो यस्तो टाइपले टक्क बनाउन सक्नुहुन्छ क्लोजअप दिएर यो टक्क लगाएर बनाउन सक्नुहुन्छ आफ्नै प्रोडक्टलाई अहिले त हामीसँग यो नभएर हामीले 15 सेकेन्ड 10 सेकेन्डको बनायौँ हजुरहरूले 3टा जस्तै एउटा पुरै भिडियो नै बनाउन सक्नुहुन्छ यसबाट त्यस्तो समस्या हुँदैन अनि अर्को कुरा भनेको चाहिँ हजुरले जस्तै एउटा फोटो लिउँ है त जस्तै कुनै पनि फोटोलाई बोलाउन सक्नुभयो क्या अब मतलब तपाईँले सोच्नु होला अब जुनसुकै फोटोलाई लिएर पनि बोलाउन सक्नुभयो अब जस्तै यसलाई हामीले मेक गर्ल डान्स एउटा अब्जेक्टलाई गरिदिनु पर्यो सर जस्तै टेक्स्ट बुक आलु हामीले भनेको थियौँ नि त्यो गर्छौँ सर हामी त्यो पनि गर्छौँ हामी पहिले हामी मान्छेकै सुरुमा रियलको गर्ने त्यसपछि हामी अब्जेक्ट कलको बारेमा गर्ने हामीले युजिसी एड टाइपको गऱ्यौँ अब हामी यहाँ मेक गर्ल डान्स भन्ने होइन अब त्यसपछि गर्ल्स भएछ है त सरी नेपाली स्टाइल भनिदियो भने अब यसले नचाइदिन्छ यसले नचाइदिन्छ है त यसले अब नचाइदिन्छ हामीसँग क्रेडिट कति छ ओके ल हामी यसलाई अब अलिकति कमै युज गरौँ हामी 8 सेकेन्डको बनाऊ ओके ल हजुरले यसलाई जे पनि गर्न सक्नुहुन्छ हजुरसँग इमेज छ भने त्यो इमेजलाई हजुरले जे नि गराउन सक्नु पर्यो यसले दिएन यो गराउन दिएन नेपाली स्टाइल हजुरले कुनै यसको रुल भन्दा बाहिर गर्न खोज्नु भने यसले दिँदैन हो यसले दिएन यो अब यस्तो यसले दिएन अब हामी यसलाई यो ओम्नीले नदिएको होला हामी यसलाई लाइटमा गएर गरिहेरौँ त यो लाइटले गरिदिन्छ कि ओके यो यस्तो गर्न चाहिँ दिएन है यसले एजेन्टमा गएर गरौँ त The girl dancing in Nepali style. अहिले यो एकदमै भयो कि क्या नभए त यो मान्छेले त यसको मिसयुज नै गर्न सक्थ्यो त्यही भएर यसले हटाइदिए जस्तो छ अहिले बोलाउन सक्नुभयो अब यस्तो अनयुजुअल कुराहरू गराउन सक्नु भएन जस्तो छ सायद हामीसँग फ्री भएर पनि होला फ्रीको भएर पनि दिँदैन कोही कोही बेला चाहिँ त्यो भयो भने दिन नि सक्थ्यो होला सर यो अलि यो 10 सेकेन्डभन्दा अलिकति मोर लेन्थ अलिक बढी लामो ड्युरेसन भएको भिडियो बनाउन अन्य त्यस्तो कुनै एपहरू छैन त
लामो भिडियो बनाउने भनेको यसै गरी त जस्तै मैले यो भिडियो बनाएँ यसलाई डाउनलोड गरेँ अब यसलाई पनि त्यो डाउनलोड गरेँ अनि दुइटालाई जोडेर लामो बनाउने नि एकैवटा गर्दै बनाउने नि 8-8 सेकेन्ड गर्दै जोड्ने चाहिँ कसरी त्यो पनि सिकाइदिनु होला सर है त। जोड्ने हजुरले हजुर हुन्छ मैले यहाँ बनाएको छु एउटा भिडियो त्यही भिडियोमा जोडेर नि देखाइन्छ है त। अहिले हामीसँग क्रेडिट सकिएछ हजुरले यस्तो भिडियो बनाइहाल्नुहुन्छ जोड्न ओर्न म भनिदिन्छु है त। ल हेरौँ यसले डान्स गराउँछ कि गराउँदैन डान्स गराएन जसलाई त्यो तलतिर चाहिँ त्यो ओम्नी कुनले चाहिँ कति क्रेडिट लिन्छ त्यो चाहिँ अलिक अलिक क्लियर पारिदिनु सर है। त्यो क्लियर हुनु भएन भइएन सर अलि यो ओम्नी फ्ल्यासले 15 क्रेडिट यी लेखेको पनि हुन्छ पक्नै पहिले यो होस् अनि तपाईँलाई देखाइदिन्छु। ल जस्तै एजेन्ट अफ गर्दै हजुरहरूले यहाँनिर आएर ओम्नी फ्ल्यासले 8 सेकेन्डको लागि 12 क्रेडिट लियो 10 सेकेन्डको लागि 15 क्रेडिट लियो 6 सेकेन्डको लागि 10 क्रेडिट लियो होइन। अब हाम्रो लाइटले चाहिँ 10 क्रेडिट लिन्छ यसले कति 8 सेकेन्डको भिडियो बनाउँछ होइन। हजुर अनि यो के रे ओम्नी बेटर हुन्छ ओम्नीले एकदम रियलिस्टिक बनाइन्छ। यो ओम्नीमा के किन्न पनि पाइन्छ नि हैन? हजुर हजुर हजुरले यो गुगल जेमिनाई किन्नुभयो भने ओम्नी पाउनुहुन्छ डाइरेक्ट त पाउनुहुन्छ। नोटबुक एलएम ओम्नीहरू त फ्रीमै पाउनुहुन्छ। नोटबुक एलएम त त्यतिकै नै हजुरले युज गर्न पाउनुभयो। जेमिनाई प्रो छ नि मसँग त्यसले हुन्छ त? एकदम एकदम जेमिनाई प्रो छ नि हजुरले एकदम गर्न पाउनुभयो। हेर्नु त यसले चाहियो नि मान्छेले कतिसम्म यसको मिसयुज पनि गर्न सक्छन् तर हजुरले मिसयुज नगर्नु होला। क्रेडिट पनि सकियो हाम्रो हामी अर्को अकाउन्ट युज गरेर हामी अब त्यो फर्सी प्याजहरू बोलेको नि बनाऊँ अनि हजुरहरूलाई चाहिँ म अब अहिले यो मैले धेरै बनाउन सकिनँ तर मैले धेरै काम गराएको छु। तपाईँलाई हाम्रो 1-2 दिनमा हाम्रो यो गुगल एआई प्रो पनि आउँछ मसँग। हजुर त्यसपछि म तपाईँलाई कम्प्लिट रेकर्ड गरेरै गाइड गरिदिन्छु प्लस तपाईँले हामी वाट्सएपमा यो सक्यो मतलब हामीले कोर्सै सक्यो त्यस्तो नबुझ्नु होला। म तपाईँलाई केही हेल्प चाहियो भने सधैँभरि हेल्प गरि नै रहन्छ है त। के बुझ्नु भएको छैन भने पनि अरू त होइन मेरो पर्सनल पर्सपेक्टिभबाट हेर्ने भने मैले भिडियो जोइन गर्न नजाने हो अरू चाहिँ हेर्नु। हजुर कस्तो कस्तो जोइन गर्न यसलाई जोड्न 4 सेकेन्ड कम्तीमा 25 सेकेन्डको भिडियो बनाउन या त्यस्तो अहिले त्यो पनि हेर्छ 25 सेकेन्डको भिडियो जस्तै तपाईँले यसलाई चाहिँ एक्सटेन्ड गर्न नि मिल्छ जस्तै हजुर हजुर मैले जस्तै यो क्यानभा क्यापकटहरू सिकेको छु भने मिल्यो यसमा सजिलो हुन्छ हैन? क्यापकटबाट त्यही त हामीले जोड्ने क्यापकटबाटै भने यो भिडियो डाउनलोड गर्ने त्यसलाई सुरुकोलाई जोड्ने त्यसपछि अर्कोलाई जोड्ने अनि हजुरले एडिटिङ त गर्नु परिहाल्छ नि। अब ब्याकग्राउन्ड म्युजिक हाल्नु पर्यो यसमा हजुरले आफ्नै पोटेन्सियलले राम्रो बनाउने यसलाई आफ्नो पनि अलिकति मेहनत लाउनु पर्यो। यहाँ गरेपछि तपाईँले यहाँ गएर मैले यो यहाँबाट एक्सटेन्ड गर्न नसिक्नु होला। यहाँबाट राम्रो हुँदैन कि यसले फेसहरू बिगारिदिन्छ त्यो त्यतातिर नजानु बरु एकैवटा गर्दै यसरी भिडियो जेनेरेट गर्ने। हजुरले यहीँबाट 30 सेकेन्ड जतिको भिडियो बनाउनु चाहिँ सक्नुहुन्छ 30-40 सेकेन्ड 50 सेकेन्डको होइन। अब त्यसमा जेमिनाई त प्रो लेकोले 30 सेकेन्ड पाइयो। जेमिनाई पाउनु त सबैले सेमै हो। अब यो ओम्नीले 10 सेकेन्डको पाउनुभयो 15 क्रेडिट युज गरेर। तर हजुरले धेरै पाउनु भयो। हजुरसँग हामीसँग 50 क्रेडिट हुन्छ भने हजुरसँग 1000 क्रेडिट हुन्छ क्या। अनि 1000 क्रेडिटले त हजुरले धेरै बनाउनु पाउनु भयो। अनि एउटा कुरो सर जो यो 11 ल्याबमा नि हजुर हजुर त्यो हामीले फ्रीमा ल्यायो भने त्यो हुन्छ नि त्यो फेसबुकमा त्यसको भिडियो हालेर गऱ्यो भने कपिराइट लाग्दो रहेछ नि त होइन? 11 ल्याबको त नलाग्ला कहाँ लाग्छ र लाग्दैन नि। अनि त्यही भन्दै थियो मैले उसमा एलएम त्यो नोटबुक एलएममा सोधेको त्यो अलिकति त्यो टेस्टको लागि त्यो अब त्यो फ्री ट्रायलको लागि मात्रै दिएको हो कि त्यसको होला र यसले 11 ल्याब नै पनि भन्ने होला कि हेरौँ त। गुगल स्टुडियो चाहिँ लाउँदैन होइन अब नलाउला सुनौ भन्नेले हामी हेरौँ ल हामी यसले के गर्दो रहेछ। खोइ अब मैले म्याक्स युज गर्दाखेरि यो युज गरेर हुन्छ त त्यस्तो खोइ कपिराइटहरू लागेको छैन लाग्दैन। त्यसै पनि कपिराइट लाग्छ भन्छ अनि म त आज एआईलाई सोध्नु भयो हो? एआईलाई सोधेको मैले उसलाई के अरे यो नोटबुक एलएमलाई। हजुर त्यो अब त्यसले बिगार्न नि सक्छ। हामी सब्सक्रिप्सन गरेर हेरौँ त यसले के भनेको छ। लाइसेन्स हो रहेछ यो लाइसेन्स हजुरले यो जस्तै मन्थली $6 को लिनुभयो भने चाहिँ हजुरले पाउनुहुने रहेछ।
तर नत्र रै पनि हजुरले नर्मली युज गर्नलाई त्यस्तो भएन, हजुरले अब होइन पेजमा पैसै कमाउन पुरै गर्नलाई चाहिँ गर्नु होइन होला। प्रोफेसनल भएन यसो अलि एउटा गर्न भयो। मैले चाहिँ मेरोमा त्यस्तो कपिराइट लागेको छैन। यसले यस्तो गर्न सक्छ, जस्तै सुरुमा केही गर्दैन अँ, अनि पछि तपाईँले भिडियो बनाएर हजुरले पैसा आउन थालिसकेपछि हजुरले यसले 50% तपाईँसँग माग्न सक्छ है त। अनि क्रेडिट दिनु पर्यो सुरुमा चाहिँ अँ, जेमिनाई 11 भनेर दिनु पर्यो, पछि चाहिँ हुँदो रहेछ। मैले हिजो बुझेको अनि 2-3वटा भिडियो हालेको थिएँ, डिलिट गरिदिएँ मेरो पालो पेज जस्तो। खोइ त्यस्तो त मेरो त भएको छैन। यो साउन्ड त तपाईँले युज गर्न पाउनुहुन्छ त, त्यस्तो त थिएन, भएको थिएन। खोइ अब यो टिकटकहरूमा सबैले बनाउने टुलै छैन, यो 11 ल्याब्स र गुगल एआई स्टुडियो। अब हजुरले गर्ने नि यही हो सबैले। अब म चाहिँ त्यो किन्नतिर गइरहेको छु। हजुर हजुर यसको चाहिँ त्यो वार्षिक प्याकेज दिनु पर्यो भन्दैछु म त। हजुरले अब गर्न छ भने गुगल स्टुडियो यो नि युज गर्न सक्नुहुन्छ। ल पहिले अब हामी यहाँ अब्जेक्ट टल्क बनाऊँ है त। यो अब हामी अनि अहिले हामी यसलाई जोड्न नि सिक्नुपर्ने छ। अब अलि लामै हुन्छ नि त्यो। ओके, हाम्रो नयाँ अकाउन्ट रहेछ, ठिक छ। यो गुगल फ्लोमा त आफ्नो भोइस त्यस्तो राख्न नमिल्ने रहेछ नि सर, होइन? हो त आफ्नो राख्न चाहिँ हजुरले आफै रेकर्ड गर्ने अनि त्यही हिजो मैले भने जस्तै लिपसिङ गराउनु पर्यो। ठिक छ। अब हामी यहाँबाट न्यू प्रोजेक्टमा जाउँ। अब हामी यसलाई अब्जेक्ट टल्क गरौँ है त। अब अब्जेक्ट टल्कको पनि हजुरले चाहिँ अब दुईटा अप्सन हुन्छ। एउटा भनेको च्याट जिपिटीले आफै हजुरलाई बनाउन दिइन्छ क्या। जस्तै हजुरले च्याट जिपिटी खोलेर हजुरले यहाँ मोरमा गएर तपाईँको मोबाइलमा कहाँ हुन्छ त्यो, अब मोबाइलमा होइन, यहाँ सर्च गर्न पनि सक्नुहुन्छ। जिपिटिएस भनेर सर्च गर्नु होला। जिपिटिएस भनेर सर्च गर्नु होला। यहाँबाट हाम्रो टेक्स्ट उयो आउने रहेछ। यहाँ मोरमा जानु होला अथवा तपाईँको यहाँ जिपिटी भनेर यति हुन्छ। अनि यहाँ जिपिटी भनेर मोबाइलमा चाहिँ देखाएकै हुन्छ जस्तो लाग्छ मलाई। जिपिटिएस भनेर हुन्छ, त्यहाँ जानु। अनि त्यसपछि हजुरले यहाँ आएर सर्च गर्न सक्नुहुन्छ अब्जेक्ट टल्क भनेर। अब यहाँ आएर अब्जेक्ट टल्क हुन्छ। योभन्दा बेटर तरिका तपाईँलाई भनिदिन्छु म। च्याट जिपिटीले डाइरेक्ट त्यसरी सोधेर इमेज पठाइदिए भन्दा हुँदैन नि सर? दिन्छ मजाले। त्यही त। तपाईँलाई गुगल फ्लोमा बनाउने भिडियोको ड्युरेसन भनेको 10 सेकेन्ड भन्दा बढीको नहुने रहेछ, होइन? एउटा भिडियो 10 सेकेन्डको हुन्छ। 10 सेकेन्डको बनाउँदै एक्सटेन्ड गर्ने, सबैले गर्ने नि त्यही हो। त्यही त म यो अलि लामो पनि हुन्छ नि, जोड्न भनिदिन्छु तपाईँलाई। जोड्न तपाईँलाई अहिले सिकाइदिन्छु। हस्। च्याट जिपिटीबाट सरी हाम्रो क्यापकटबाट जोड्ने हो। हामीले स्टार्ट च्याट गऱ्यौँ। अब यसले यो हामीले अब्जेक्ट टल्कमा हामी यहाँ आयौँ भनेपछि अब यहाँ हजुरले हामीले भन्न सक्यौँ, जस्तै एप्पल भन्न सक्यौँ होइन। हजुर। डायलग इन नेपाली भन्ने ल, नेपाली यसले यहाँ दिइसक्यो। इमेज दिन्छ, आफै भिडियो दिन्छ। म एउटा स्याउ हुँ, ममा फाइबर, भिटामिन र एन्टी अक्सिडेन्ट भरिएको हुन्छ। यो हजुरले यसलाई अब जसरी नै बनाउन सक्छ। मलाई हेल्थी टाइपको चाहियो, मलाई थर्काउने रुट टाइपको चाहियो भनेर हजुरले यसलाई भन्न सक्नुहुन्छ। यसले इमेज दिएको हुन्छ सुरुमा। अब यो इमेज कपी गर्ने अनि इमेज कपी गरेर हामी यहीँबाट बनाऊँ। ल इमेज पनि फ्री हुन्छ होइन। इमेज पनि यहीँबाट बनाऊ। हामी एउटा बनाऊ, ठिक छ। ल यसले इमेज दिइहाल्छ। त्यो भन्दा तपाईँलाई म यो देखाइदिएर म आज चाहिँ तपाईँलाई के सिकाउँ भन्दैछु भन्दाखेरि यो तपाईँ अहिले यो सबै स्क्रिप्टहरू चाहिँ तपाईँले च्याट जिपिटीबाट एकचोटि चाहिँ तपाईँले मैले दिएको कुराहरू यहाँ हाल्नु पर्यो। त्यसपछि तपाईँले आफै दिन्छ। जस्तै मैले यहाँ म्युजिक मेकरहरू यो प्रोजेक्टहरूको बारेमा बताऊँ भनेर सोचिरहेको छु, हुन्छ नि है? हुन्छ। यो हजुरहरूलाई सुरुमा यो सबै कुरा कसरी गर्ने भनेर फन्डामेन्टल भनिदिन्छु। त्यसपछि हजुरले बुझिसकेपछि त यसले त यति राम्रो बनाइदियो। अब यहाँ टक्क यहाँ राख्ने। अब यसले यहीँ च्याट जिपिटीले दिएकै छ यहाँ। अब अर्को तलको म के हो यस्तै। हजुरले आफै लेख्न नि सक्नुभयो म यसलाई के बोलोस् भनेर यहीँनिर। सर यो डाइरेक्ट कमान्ड दिनै पर्छ कि नदिएर डाइरेक्ट त्यो प्रम्प्ट के भन्छ त्यो स्क्रिप्ट लेख्दा मात्रै हुन्छ यस्तै यसै गरी? अब लु यसै गरी पठाइदिए हेरौँ न त। लु के चाहिँ हुँदो रहेछ हेरौँ ल। ओके 10 सेकेन्डको
त्योभन्दा पनि बुझ्दैन मैले के भने अब भनेर अब यसले आफै बुझेर गर्ने क्या तर मिस्टेक गर्न सक्छ अब यो स्याउलाई बोला भनेर यो अपलोडेड इमेजलाई बोला भनेर हजुरले भनिदिन सक्नुहुन्छ त्यो के त्यति भन्ने अरू आफैले गरिहाल्छ अहिले तपाईँले कपी पेस्ट तरिकाले पनि म सिकाइदिन्छु कपी पेस्ट गर्ने तरिकाले यो हुँदै गर्छ अब हामी के गरौँ भन्दाखेरि यो च्याट जिपिटीको टुलहरूको बारेमा कुरा गरौँ च्याट जिपिटीमा चाहिँ एउटा प्रोजेक्ट भनेर हुन्छ यो चाहिँ तपाईँले फ्रीमा युज गर्न पाउनुभयो यो जिपिटिएस भन्ने चाहिँ हजुरले पेड हुन्छ होइन हजुर यहाँ आफ्नो जिपिटीहरू चाहिँ युज गर्न पाउनुहुन्न क्रिएट गर्न पाउनुहुन्न जस्तै मैले यहाँ बनाएको छ म्युजिक प्रोम्प्ट इन्हान्सर भनेर बनाएको छ मेकर भनेर बनाएको छ अब यहाँ थिचौँ एकचोटि मैले तपाईँलाई एउटा म्युजिक हाल्दा थिएँ नि अस्ति वाट्सएपमा यहाँ हाम्रोमा जस्तै मैले हामीलाई कस्तो टाइपको म्युजिक के को टाइप चाहियो भन्दाखेरि जस्तै हामी लेखौँ नेपालको चाहियो ल नेपालको म्युजिक बनाउनु पर्यो यसले जेनरे स्टाइल यो सबै सोध्छ क्या यो चाहिँ तपाईँलाई कसरी क्रिएट गर्ने भन्ने कुरा म भनिदिन्छु अहिले ओके यसले अब स्याउ भनेको अब यसले केराको बनाइदियो I am a banana. म पोटासियमले भरिएको छु। म केरा भनेर स्याउको दिएको बनाएर चाहिँ फेरि मैले पहिले ख्याल गरिन्छ अब यसरी बढिदिन्छ क्या यो अब जस्तै यसले बनानाको बनाइदियो बनाउन त तपाईँले डाइरेक्ट पनि बनानाले यसो भनेको भनेर भन्न सक्नुहुन्छ म स्याउ हुँ भन्ने It is my job to quickly energize a tired body. I always become a useful यहाँ हाम्रो प्रोममा केरा हौ भनेर आएछ त्यो हामीले त्यहाँ गर्दाखेरि छैन म एउटा स्याउ भनेको थियो केरा बनाइदिएछ आफै the image of apple working naturally हजुरले यसरी भन्न सक्नुभयो fluently नेपाली एउटा स्याउ ल ओके अब यसले बनाइदिन्छ ल हजुरले यसरी गर्न सक्नुभयो अब यो एउटा भिडियो भयो जस्तै मैले एउटा भिडियो बनाएँ यो अर्को भिडियो बनाएँ यसलाई जोड्ने तरिका भनिदिन्छु म अनि यो तरिकाको स्क्रिप्टहरू चाहिँ कसरी तयार गर्ने भनेर चाहिँ हामी कुरा गरौँ ल त्यो चाहिँ बढी इम्पोर्टेन्ट हुन्छ यो भिडियो त कपी पेस्ट गर्ने टुल थाहा भएपछि गरिहाल्नुहुन्छ तपाईँहरूले होइन हजुर अनि एउटा सोधे सर है त्यो 10 सेकेन्डको या 1 सेकेन्डको लागि आवश्यक पर्ने जुन त्यो स्क्रिप्ट हुन्छ त्यसको मेजर के गरी हुन्छ कि मैले यसो बनाउँदाखेरि कहिले बढी भइदिन्छ कहिले के कम भइदिन्छ त्यस्तो हुन्छ के त्यो त तपाईँले अब गेस गर्न जानु पर्यो यति चाहिँ 10 सेकेन्ड अलिक कमै बनाउँ न के हुँदैन अलिक थोरै डायलगको बनाउने जस्तै 3टा भिडियो तपाईँले 3टा 10 सेकेन्डको त बनाइ नै हाल्नुहुन्छ तपाईँले अब 2-3टा अकाउन्ट लिने दिनमा एउटा भिडियो अब हजुरले टिकटकहरुमा हाल्नुहुन्छ भने पनि 3टा एउटा भिडियो बनाएर हाल्नुहोस् हजुर बरु अब फ्री युज गर्नुहुन्छ भने अनि बिस्तारै यसले भिडियो बनाए ओके ल म एउटा स्याउ हुँ ममा फाइबर भिटामिन र एन्टिअक्सिडेन्ट भरिएको छ मलाई नियमित खानु भनेको शरीरलाई प्राकृतिक ऊर्जा दिनु हो म सानो देखिए पनि स्वास्थ्यका लागि ठूलो साथी हुँ ओके देख्नुभयो नि यसलाई त्यो त्यतिकै हाल्दा के हुँदो रहेछ र प्रोम दिँदा के हुँदो रहेछ हजुर हजुर यसरी गर्ने त्यसपछि अब यहीमा अब तपाईले डाइरेक्ट जस्तै अब मैले यसलाई थिचे हैन म एउटा स्याउ हुँ हामीले यसलाई एटु यो यहाँ पठाएर हामीले एउटा यसलाई हामीले प्रोडक्ट यसलाई हामीले यो यसमा अपलोड गरेर अब यो बोल्दैछ यसको पछाडिबाट 81 बनाउन आएको नि बनाउन मिल्छ के यसलाई एक्सटेन्ड गरेर यो यसमा चाहिँ ओके अब यहाँ हामीले भनेको छ नि यहाँ तल डिस्क्राइब योर एडिट भनेको छ हैन
म एउटा स्याउ हुँ ममा फाइबर भिटामिन र यहाँबाट हुँदैन रहेछ अहिले के हुन छोड्यो हो कि के हो ओके यहाँबाट डाइरेक्ट आउँछ पहिले एक्सटेन्ड गर्न मिल्ने खालको ठिक छ म एउटा स्याउ हुँ ओ, ममा प्लस हेर्ने फाइबर यसरी यो भिडियोमा क्लिक गरेपछि हजुरले प्लसको आइकन देख्नुहुन्छ हजुर यहाँ प्लसमा आइकन थिचेपछि एड क्लिक गर्नुहोस् अनि त्यसपछि एड टु यसमा गरेर हजुरले यहाँनिर चाहिँ थिचेपछि चाहिँ सर हजुरले यो कहाँदेखि गर्नुभएको फेरि एकचोटि रिपिट गरिदिनु न यसलाई मात्रै हजुर मैले त्यो पनि- भर्खर आउनुभयो क्लासमा हजुर आउनु त अघि आएको अहिले बाहिर गएको थिएँ म अनि त्यही भएर हो ओके ओके हामीले सिम्पली हामीले बनाएको भिडियोमा जाने त्यसपछि माथि सिडरमा थिचेर गर्दा नि डाइरेक्ट हजुरले यसै भिडियोमा थिच्नु भने पनि म हुन्छ एउटा होला सायद स्याउ यो हुँ भइहाल्छ। ए अनि हजुरले यहाँ क्लिप पनि गर्न सक्नुहुन्छ ए ए एक्सटेन्ड भ्यू 3.1 ले मात्रै यो ओम्नीमा नमिल्ने रहेछ है त ओम्नीमा मिल्दैन रहेछ क्या एक्सटेन्ड गर्न नमिल्ने रहेछ ओम्नीमा ओके सर ओके हस् अब हजुरले डाइरेक्ट यसैलाई नि एक्सटेन्ड गर्न नि सक्नुभयो अब यो एक्सटेन्ड गर्न ओम्नीमा नमिल्ने रहेछ ओके ओके छोडिदिनु यो बुझिहाल्नुभयो हामी यो स्क्रिप्टहरू कसरी गर्ने भन्ने तरिकातिर जाउँ जस्तै हजुरहरूको चाहिँ हाम्रो यो प्रोजेक्ट भनेर हुन्छ यो हाम्रो च्याट जिपिटीमा हामी चाहिँ नर्मल च्याटमा मात्रै गरेर हामी त्यो गर्छौँ यो प्रोजेक्टमा हुन्छ हजुरले प्रोजेक्टमा चाहिँ हजुरले कुनै एउटा यसलाई टास्क दिएर हजुरले त्यही सम्बन्धित कामहरू गरिरहन सक्नुहुन्छ कि एकचोटि टास्क दिएर जस्तै हजुरले एउटा जस्तै यसलाई ग्राफिक डिजाइनिङको केही दिनुभयो अनि त्यसपछि यसले त्यही मात्रै गर्छ अब हामी यहाँ एउटा ग्राफिक डिजाइनिङको टाइपको एउटा बनाऊँ है त म एउटा स्याउ हुँ ममा फाइबर भिटामिन र एन्टिअक्सिडेन्ट हामी यसलाई के को दिउँ भन्दाखेरि भाइरल स्क्रिप्ट हामीले यहाँ बनाएको छ एउटा बनाएको जस्तो लाग्यो यहाँ धेरै छ यो तपाईँहरू सबैलाई दिन्छु म ओके मसँग यो एउटा यो प्रोम छ होइन हजुरले के गर्नु भन्दाखेरि यो तपाईँलाई म दिन्छु त्यसपछि तपाईँले यो अब्जेक्ट टलको लागि चाहिँ हजुरले सिम्पल यो सबैलाई कपी गर्नुहोस् 11 पेजको छ यो कपी यहाँ हुन्छ कि हुँदैन त्यो कुरा हो जस्तै हाम्रो यो चाहिँ हाम्रो भाइरल प्रोम्प्टवाला भन्ने भाइरल भिडियो र मैले यही भन्न दिएँ ल केही फरक परेन भाइरल भिडियो भनेर भयो अनि यहाँ हाम्रो यहाँ आइसकेपछि चाहिँ हजुरको यहाँ प्रोजेक्ट सेटिङ हुन्छ त्यसपछि हाम्रो यहाँले सोर्सेस हुन्छ यहाँ सोर्सेसमा आएर चाहिँ हजुरले यसलाई यहाँबाट चाहिँ कस्तो टाइपको चाहिए हो भनेर यसले यहीँबाट चाहिँ यसले लिन्छ क्या जस्तै अघि हामीले लेखेको यसलाई हामी टेक्स्ट पठाइदिउँ यसलाई दिउँ ओके हामीले यसलाई टेक्स्ट दियौँ च्याट जिपिटीमा हो नि सर यो हजुर च्याट जिपिटीमा हजुरले यो सेम कुरा जेमिनाईमा नि गर्न सक्नुहुन्छ ओके अब त्यति भइसकेपछि हजुरले हाम्रो यो सोर्स दिइसकेपछि अब चाहिँ हजुरले यहाँ के गर्नुहोस् भन्दाखेरि हाम्रो यो मैले यो के हाल्न चाहिँ यो यही भिडियोकै हो नि अब्जेक्ट टल्के ओके ल अब्जेक्ट टल्के हो हजुरले केही गर्नु परेन यति गरिसकेपछि हजुरले प्रोजेक्ट फ्रीमै बनाउनुहुन्छ जस्तै पोटेटो लेख्नुहोस् पोटेटो आलु आयो होइन अब आलुको अन्तिम गुनासो भनेर यसले आफै स्टोरी लेख्थ्यो भिडियो कन्सेप्ट पनि लेख्थ्यो अनि 1 मिनट एउटा बोल्ने यो बोल्छ भनेर पनि भनिदियो
10 सेकेन्डको पनि दियो होइन तरकारी बजारमा यो सुरुको 10 सेकेन्डमा यो गर्छ यो दिन्छ यसले पुरै यसले तपाईँले दियो अब तपाईँको मेन क्यारेक्टर इमेज प्रम्प्ट दियो अब तपाईँले सिम्पल के गर्नुहोस् भन्दाखेरि यहाँ आएर तपाईँले चाहिँ अब तपाईँले जुनसुकै चाहियो तपाईँले एप्पल चाहियो भने एप्पल भनेर लेख्नुहोस् यसले एप्पलकै बनाएर दिन्छ अब यो कपी गर्ने अब हामी यहाँ जाने इमेज गर्ने हामी यहाँ इमेज बनाऊँ पहिले इमेजमा गएर हामी यसलाई इमेज बनाऊँ ल हामी त्यो अघिको हामीले यसमा हाल्दियो इमेज हालिदिइसकेपछि अनि ओम्नी डायलग प्रम्प्ट पनि दियो यसले अब डाइरेक्ट तपाईँले यसले डाइरेक्ट यो तपाईँले कपी गर्ने अहिलेको इमेज हाल्ने अनि यति गर्ने यो सेकेन्डको लागि पनि त्यो इमेज हाल्ने यो कपी गर्ने पेस्ट गरिदिने यसले पुरै भिडियो बनाइन्छ हामी एउटा चाहिँ बनाऊँ ल इमेज बनाइन्छ हामी कपी पेस्ट गर्न सक्नुभयो त्यहाँबाट केही गर्नु परेन यहाँको जस्तो कपी पेस्ट गर्ने त्यो चाहिँ मैले रेडी गरिदिएको छु हजुरहरूको लागि भनेर अब यस्तो आलुको रस हाम्रो यो ल यसलाई एनिमेट गरौँ हामी अब एनिमेट भनेको हाम्रो योबाट गर्छ फेरि एड टु प्रम्प्ट गरौँ त्यसपछि हामीले ओम्नीबाट बनाउने हो ओम्नीबाट बनाउँदाखेरि चाहिँ हजुरले फ्रेम्समा नराख्नु है त फ्रेममा राखेर चाहिँ ओम्नीले गर्दैन यसमै राखेर गर्नु होला अनि हामीले त्यो अघि सिम्पल हामीलाई च्याट जिपिटीले आफै दिएको छ हामीले केही नगरिकन यसले दिएको छ यही प्रम्प्ट लेखेर यसलाई दियौँ अब स्टोरी तपाईँले च्याट जिपिटीबाटै पनि लिन सक्नुहुन्छ क्या अब भन्न सक्नुहुन्छ यस्तो यस्तो टाइपको चाहियो मलाई यस्तो यस्तो टाइपको जस्तै अहिलेको हाम्रो यसले अब यहाँ के मिल्दै मिल्दैन फेरि के गर्ने हाम्रो यहाँ केटाकेटीहरूको केही कुरा गरेको त यो मैले मल्टिपल अकाउन्टहरू धेरै युज गरेर हुन्छु कि त्यही भएर यो यस्तो आइदिइरहेको छ क्या यो त्यही भएर 2-3टा भन्दा यो गुगल अकाउन्टबाट चाहिँ नगर्नु होला क्या मेरोमा त यहाँ लगभग 10-12 वटै छ क्या त्यही भएर एजेन्ट त्यो यस्तो भएन भने तपाईँ एजेन्टमा गएर यो एजेन्ट भनेको चाहिँ यो मान्छे जस्तै गरी काम गर्छ यसलाई एजेन्टमा दिने अनि एजेन्टमा दिएर चाहिँ यसलाई भिडियो यता हजुरले यो सेम अघिको जस्तै मिलाउन सक्नुहुन्छ लाइटमा गएर लाइट दिउँ न त एकचोटि सेम प्रम्प्ट दिउँ त्यसलाई यो मसँग धेरै छ है फेरि यस्तो तरिकाले तपाईँले प्रोजेक्ट बनाउँदै गर्नको लागि यहाँ धेरै छ यो तपाईँले अपलोड गर्दै गर्न सक्नुहुन्छ जस्तै हामीसँग यो यसको भयो युजिसी एडभर्टाइजमेन्टको लागि हामीले यो हालेर टक्क प्रोडक्ट नेममा आफ्नो प्रोडक्ट हालेर तपाईँले यसमा बनाउन सक्नुभयो कस्टम जिपिटी यसमा हाम्रो यही हाल्नु म्युजिक प्रम्प्ट मेकर अहिले हामी यो काम गरिहाल्छौँ यो गर्न सक्नुभयो प्रम्प्ट इन आन्सर हजुरलाई यदि प्रम्प्ट दिन गाह्रो लाग्छ भने यो प्रोजेक्टमा हाल्ने अनि हजुरको त बिग्रेको प्रम्प्ट त्यहाँ दिने यसले आफै इन्हान्स गरेर दिने भयो स्लाइड प्रेजेन्टेसनको लागि यो भयो च्याट जिपिटी प्रोजेक्टको लागि यो भयो हजुरको हरेक कुराहरू तपाईँले यहाँबाट पाउनुहुन्छ तपाईँलाई अहिले हालिदिन्छु इमेज जेनेरेसनको लागि चाहिँ हजुरहरूले यही गर्नु होला यही च्याट जिपिटी नै बेटर हुन्छ जेमिनाईको प्रो छ भने जेमिनाईबाट पनि गर्न सक्नुहुन्छ अनि जस्तै सर एउटा कुरा नि हजुर हजुर त्यो च्याट जिपिटीको त्यो सेलर यसो भेटिँदैन कुनमा आउँछ
च्याट जिपिटीको सेलर चाहिँ एकजना हुनुहुन्थ्यो अहिले उहाँसँग खै डलर कार्ड नभएर हो कि के हो नभएर हो अहिले उहाँ डलर कार्डले त महँगो हुन्छ नि त अनि उहाँहरूसँग चाहिँ बाहिरी कुन देशको कन्ट्रीमा चाहिँ अलिक सस्तो गर्छ त्यही हिसाबले हुन्थ्यो अब उहाँ एउटा ट्रस्टेड हुनुहुन्थ्यो उहाँसँग अहिले छैन अहिले एभाइलेबल नै छैन क्या चाहियो त म च्याट जिपिटीको लिनु पर्यो भनेर नि हजुरले लिन सक्नुहुन्छ यहाँ मैले नि सर जहाँ हजुर च्याट जिपिटीमा यो इमेज त लिमिट छ के अरे आन्सर क्वेसनको पनि लिमिट छ र क्वेसनहरूको पनि लिमिट हुन्छ तपाईँले न्यू च्याट गर्दै गर्न सक्नुहुन्छ त्यही यो प्लस अकाउन्ट भएर नि हजुरसँग अहिले यत्रो काम गर्न पाइरहेको छु मैले होइन जस्तै फ्रीमा नि लिन सक्नुहुन्छ यो हजुरसँग यदि डलर कार्डहरू छ भने हजुर यो च्याट जिपिटीले चाहिँ फ्रीमै दिइरहेछ अपग्रेड प्लानमा जानुहोस् त्यसपछि हजुरले फ्रीमै 1 महिनाको लागि युज गर्न पाउनुहुन्छ यहाँ हजुरसँग यदि डलर कार्ड छ भने है अब यसले भिडियो बनाइदियो ल हेरौँ अब त्यो अघि हामीले दिएको स्क्रिप्टबाट यसले डाइरेक्ट केही गर्नु परेन ए हजुर मलाई सस्तो भनेर हेप्नु भयो भने आज म पनि बोल्न बाध्य हुन्छु यसले यस्तो टाइपको बनाइदियो हाम्रो कमेडी टाइपको अब मैले कमेडी पनि भनेको थिइनँ केही भनेको थिइनँ तपाईँले त्यहाँ कमेडी टाइपको बना अझै भन्नुभयो भने यसले अझै राम्रो बनाइन्छ अनि यो हाम्रो बाध्य भयो भन्नु नि दुईचोटि त्यसमा चाहिँ तपाईँले कट गर्नुपर्छ है त्यसलाई चाहिँ तपाईँले कट गरेर काट्नुपर्छ मलाई सस्तो भनेर हेप्नु भयो भने यो हेप्नु भएर भनेपछि काटेर तपाईँले एडिटिङ टुल युज गरेर जस्तै क्यापकटमा काट्ने ओर्ने त तपाईँले गरिहाल्नुहुन्छ नि भिडियोहरू र यो गर्न सिक्नुभयो नि है अब्जेक्ट टल्कहरू बनाउन गर्न सिक्नुभयो नि है हजुरले दिएको कमान्ड अनुसार गर्छ यसले लगभग खै अरू साथीहरूलाई के छ नभए त अलिक जाने जस्तो लाग्यो खै पछि गर्दाखेरि के हुन्छ नभए भिडियो हेरौँ भने युट्युबमा ठिक छ बुझ्नुभयो भने म अझै तपाईँहरूलाई म भिडियो बनाएर नै पठाइदिउँ ल नभए हजुरलाई म गाइड नै गरिदिइहाल्छु नि तपाईँलाई केही जान्नु भएन भने हजुर सर नमस्ते आइहाल्छ त्यहाँबाट बुझिएन भने हुन्छ नि हुन्छ हेलो हजुर भन्नुहोस् न हजुर सर यो त मैले मोबाइलबाट चलाइरहेको छु अनि मोबाइलबाट चलाउँदाखेरि त मैले त केही पनि बुझेको छैन सर यसको बारेमा केही मोबाइलबाट सेमै त हुन्छ नि यो हजुरले पाउने यो सेमै त यो सबै कुरा सेमै हुन्छ अलिकति हल्का वाइडमा यो अलिकति ठुलो हुने हो त्यही त हो हजुर ठुलो त हुने हो रे त्यो त्यसरी अब तिनीहरू वेबसाइटहरू खोल्दाखेरि चाहिँ फेरि नदेखाउने अनि देखाउँदाखेरि पनि अर्कै टाइपको देखाउने नदेखाउने त्यस्तो के भएको होला तपाईँको नभए म भनेर यो सबै टुलहरूको म रेकर्ड गरेर पठाइदिउँला नि त म भरे भोलितिर हजुर अब यो खोल्दाखेरि यो खोल्ने योभन्दा पछि यो खोल्ने भनेर ओके म त कम्प्लिट बनाइदिन्छु हिजोको नि त्यो हाम्रो गुगल एआई स्टुडियोको रेकर्ड गर्दाखेरि सुरुको हल्का रेकर्ड भएर हिँड्छ त्यो पनि म सबै कुरा म गरेर पठाइदिन्छु तपाईँलाई हजुर अनि त्यसपछि त्यो फ्रीमा युज गर्न नमिल्ने अनि फेरि त्यसमा पैसा तिरेर गर्ने मिल्ने पनि रहेछ अनि त्यसमा चाहिँ कसो गर्नुपर्छ सर फ्रीमा तिर्न मिल्ने हजुरले लिमिट हुन्छ मिल्दै नमिल्ने होइन अब यति लिमिटमा गर्ने भन्ने हुन्छ अब पैसा तिरेर गर्ने अब त्यसलाई हाम्रो अरू तरिका छैन अब हजुरले पैसा तिर्ने कुरामा अब हजुरलाई अब चाहिने हो इम्पोर्टेन्ट हो भने गर्नुहोस् नभए हजुरलाई सिक्नु छ भने हजुरले अब त्यो लिमिटेडबाटै सिक्न सक्नुहुन्छ जस्तै सर मैले यो जेमिनाई प्रो लिएको छु त्यसबाट त हुन्छ होला नि त एकदम तपाईँ त अब राजा क्रेडिट पाउनुहुन्छ मजाले तपाईँले त जति गर्न पाउनुभयो अनि यो च्याट जिपिटीको त्यो एप्सबाट पनि खोल्न मिल्छ कि अनि त्यो गुगलबाट गएर पनि खोल्न मिल्छ दुईटैमा एप्सबाट गुगलबाट सेम हजुर अनि त्यो हजुरको के अरे च्याट जिपिटीमा धेरै देखाउँछ त्यो अप्सनहरू मेरोमा त कमै देखाउँछ त्यो किन होला यो अप्सनहरू मैले बनाएको प्रोजेक्टहरू जस्तै भाइरल भिडियो भनेर अहिले भर्खर बनाएँ तपाईँहरूको अगाडि अब यो म्युजिक मेकर भनेर अहिले हामी बनाउँछौँ अब यो अरू मैले आफै गरेको च्याटहरू हो क्या यो मेरो रिसेन्ट हिस्ट्रीहरू हो ए हजुर त्यही हो यो हजुरको अब हामी म्युजिक बनाउन सिकौँ है बनाएपछि त्यसमा थपिने रहेछ त्यो अप्सनहरू चाहिँ थपिने रहेछ हजुर हामी मेसेज गर्छौँ मेसेज गरेर चाहिँ त्यो बेला हजुरले बुझ्ने ठाउँमा भनिदिनु होला के बुझ्नु भएन भिडियो बनाएर हालिदिनुहोस् केही छैन त्यसको लागि त हजुर अब यही बुझ्नु भएन भने पनि म अझै एउटा डिटेलिङमा अब यो मजाले भिडियो बनाएर हालिदिउँला न
अब उयो म्युजिक चाहिँ बनाउन जाउँ है त अहिले हामी है। ल ल हुन्छ सर। म्युजिक जेनेरेसनमा जाँदा हुन्छ हामी। हुन्छ होला सर, खै अरू साथीहरू जाउँ न सर अब म्युजिक अरू साथी के छ सर? ओके ओके म्युजिक बनाउन चाहिँ हाम्रो टुल हो सुनो भन्ने छ, SUN सुनो भनेर छ। यसबाट चाहिँ एकदमै रियलिस्टिक बनाउन पाइन्छ र एकदमै यो रियल टाइपको हुन्छ। जस्तै हाम्रो यो अहिले वर्ल्ड कपमा आएको छ नि यो म्युजिक के थियो, यो खेलाडीको नाम भन्छ अनि अन्तिममा टक टकी कस्तो एउटा मेन खेलाडीको नाम कस्तो त्यस्तै टाइपको एउटा गीत छ नि, सुन्नु भएको छ? त्यस्तो टाइपको म्युजिकहरू बनाउनु एकदम राम्रो बनाउँछ क्या यसले चाहिँ, म्युजिक ठ्याक्कै रियल मान्छेको जस्तै बनाइदिन्छ। यसको लिमिट पनि हुन्छ कि हुँदैन सर यसको? यसमा तपाईँले बनाउन पाउनुहुन्छ, यसमा त्यस्तो लिमिट हुँदैन, यसमा फ्रीमा पाउनुहुन्छ, धेरै धेरै होइन तपाईँले पाउनुहुन्छ सबै। यो मैले बनाएको थिएँ, ल रिसेन्ट मैले बनाएको थिएँ होइन, क्रेडिट दिँदो रहेछ तर खै अहिलेसम्म मैले यो लिएको पनि छैन, धेरै बनाएको छ होइन। यो हामी एकचोटि यो म्युजिक सुनौँ है त। यसबाट बनाएको सुरुदेखि सुन्नु होला है त। यो सुन्नु भएको छ, मैले पठाइदिएको थिएँ, सुन्नुभयो म्युजिक? ख्याल गरिएन है, 3 मिनेट 49 सेकेन्ड। सुन्नु बनाएको म्युजिक सुन्नु ल। हिमालको काखमा सुनौलो बिहानी, चिसो हावासँगै जाग्छ नयाँ कहानी। हरियो डाँडामाथि घामले रङ्ग भर्छ, मनको यात्राले सपनालाई छुन्छ। सुन्नुभयो? रियलै जस्तो छ नि है, रियल जस्तै रहेछ। म्युजिक तपाईँले अब आफ्नै ब्रान्डको अब तपाईँले आफ्नै नामको पनि बनाउन सक्नुहुन्छ। अब त्यसको लागि चाहिँ हामीसँग अर्को यो छ होइन। यो म्युजिक क्रिएटको लागि चाहिँ टाइम पिरियड हुँदैन नि होइन? हुँदैन, यसले तपाईँको 3-4 मिनटसम्म बनाइन्छ। यो 3 मिनट 3:49 बनाएको छ यसले, ठिक छ। हजुरले क्रिएटमा जाने, यसमा पनि अलिकति अलमल लिने कुराहरू छ क्या। क्रिएटमा गइसकेपछि चाहिँ हजुरहरूको यो अब कता हुन्छ, यो प्रोम्प्टहरूमा होला कता होला होइन। हजुरले यहाँ राइटमा गएर यहाँ माथि लिरिक्स हालेर यहाँ तल स्टाइल हाल्नुपर्छ। यो स्टाइल र लिरिक्स कहाँबाट ल्याउने भन्ने कुरा म भनिदिन्छु। अब यदि तपाईँहरूसँग आफै म्युजिक आइडिया छ, जस्तै मैले यो यसले हिमाल माथि छ भन्ने कुराहरू तपाईँसँग छ भने त्यसलाई तपाईँले सिम्पल च्याटजिपिटीमा गएर सुनोको लागि लिरिक्स र स्टाइल देऊ भन्नुभयो भने उसले दिन्छ। अनि लिरिक्स यहाँ हाल्ने, स्टाइल यहाँ हाल्ने, यसले बनाइदिइहाल्छ। र तपाईँसँग म्युजिककै आइडिया छैन भने चाहिँ हजुरले यो मैले बनाएको यो प्रम्प्ट युज गर्न सक्नुहुन्छ। जस्तै अघि हिमालय भनेर मैले पठाएको थिएँ, नेपाली भनेर मैले हिमालय भनेर पठाएको, यसले सबै कुरा आफै बनाइदियो हो। यो त्यसको लागि चाहिँ हजुरलाई प्रोम्प्टिङ पनि चाहिएन। मैले यहाँ कहाँ बनाएको छ यो म्युजिकको लागि, ओके सुनो म्युजिक प्रोम्प्ट भनेर छ। यो भन्दा नि अर्को राम्रो बेटर थियो हामीसँग। म्युजिकको लागि बनाएको थियो, मैले यहाँ हालेको छैन क्या। ओके केही छैन, यसलाई कपी गर्ने। यहाँ हाम्रो सबै कुरा छ। यसलाई के गर्नु भन्दा यो प्रोम्प्टलाई लगेर हजुरले यसबाट पनि नयाँ प्रोजेक्ट बनाउनु होला।
त्यसो गर्दाखेरि तपाईँले फेरि फेरि गर्नु परेन। जस्तै हाम्रो अहिले भाइरल भिडियोको एकचोटि गरिसकेपछि अब जस्तै अर्कोचोटि पनि तपाईँले यहाँ एप्पल भनेर हाल्नुभयो भने अर्को आइयो। यसलाई रोक्यौँ। अब यसमा एकचोटि गरिसकेपछि तपाईँले प्रम्प्टिङ दिएको गर्नु परेन। त्यही भएर कुनै पनि काम गर्दाखेरि चाहिँ यसरी प्रोजेक्ट बनाएर गर्नुभयो भने चाहिँ सजिलो हुन्छ क्या। गरिराख्नै पर्दैन, एकचोटि गरिसकेपछि सजिलो हुन्छ। सिम्पल रूपमा प्रोजेक्ट बनाउने आइडिया प्रोजेक्ट बनाउने प्लसमा थिच्ने, यहाँ छेउमा प्रोजेक्टमै छ, यहाँ प्रोजेक्टको प्लसमा थिचिसकेपछि नेम दिने। यहाँ सेटिङमा गएर तपाईँहरूले प्रोजेक्टमा चाहिँ तपाईँले यो डिफल्टमा भयो भने चाहिँ अब यो भन्दा बाहिरको यो हामीले पहिले च्याट गरेको कुराहरू पनि यसले लिन्छ होइन। अनि प्रोजेक्ट ओन्ली गरेर चाहिँ तपाईँले एउटा स्पेसल काम गर्न सक्नुभयो। जस्तै यसमा तपाईँले अघि हामीले त्यो नोटबुक एल्बममा पिडिएफ हाले जस्तै यसमा पनि केही कुराहरू टेक्स्टहरू हाल्ने, अनि त्यही टेक्स्टबाट रिफरेन्स लिएर मात्र यसले काम गर्छ क्या। अनि यहाँ गएर चाहिँ तपाईँले मैले यहाँ अलरेडी पनि बनाएको थियो, त्यसमा पनि होला प्रम्प्ट। मैले एकदम राम्रो थियो त्यसबाट चाहिँ। म्युजिक मेकर रहेछ, यसमा पनि म्युजिक मेकरै रहेछ। सोर्सेसहरू मैले के हालेछु त्यसमा, के गरेछ यो। सोर्सहरू हालेको थियौँ, यहाँ सोर्सहरू देखाइरहेकै छैन। ओके ठिक छ, ल हामी यसबाटै नयाँ तरिकाले गरौँ न त। प्रोजेक्ट सेटिङमा यो प्रोजेक्ट ओन्ली प्रोजेक्टमा भएको मात्रै काम गर्न मिल्यो, बाहिरको केही गर्दैन। एड सोर्समा अघि हामीले दिएको यो कता गयो अघि यही ल्याएर यहाँ टक्क पेस्ट गरिदिनुहोस्। यहाँ मैले एकचोट थपेको तपाईँहरूको लागि, प्रोजेक्टको लागि होइन, यो खासमा चाहिँ डाइरेक्ट बनाउनको लागि हो। र पनि तपाईँहरूको लागि यो तपाईँले पेस्ट गर्न सक्ने बनाइन्छ। And the last okay. हजुरहरूलाई म यो दिन्छु, त्यही तपाईँले यहाँ सिम्पल यहाँ पेस्ट गरिदिनुहोस्। अब जस्तै मैले यहाँ नेपाल भन्यो भने जस्तै नेपाल सम्बन्धित बनाउने हो। हजुरलाई के सम्बन्धित बनाउने हो म्युजिक? अब हजुरको पर्सनल आफ्नै छ भने त अब त्यही आफै युज गर्न सक्नुभयो।
यदि हजुरलाई आइडिया छैन तर मलाई बनाउनु छ केही टपिकमा, जस्तै भनेको नेपालमा बनाउन सक्यो, हाम्रो हिमालको बारेमा बनाउन सक्यो, अनि हाम्रो इन्डियाको बारेमा बनाउन सक्यो, हाम्रो वर्ल्ड कपको बारेमा बनाउन सक्यो होइन, जस्तै वर्ल्ड कप 2026 गर्दै मैले ल यसले गर्छ गर्दैन है त, यो मैले पठाएको थिएँ, यो खासमा यसको लागि चाहिँ थिएन। अब हेरौँ यसले त दिएन। हामीले यहाँ जिबिटीमै दिएको थियो एउटा। हो तपाईँलाई म यो चाहिँ दिन्छु है त, यो होइन तपाईँले यो चाहिँ युज गर्नु होला, यो चाहिँ हो त्यसले गरेन होइन। म यहाँ यस्तो लेखिदिन्छु, तपाईँले सेम पाउनुहुन्छ है त। सुनो म्युजिक मेकर ओके। यो कस्टम जिपिटीको बारेमा पनि गर्दा हुन्छ, तर यो चाहिँ अब पेडमा पर्छ, त्यही भएर तपाईँलाई मैले यसको बारेमा भनेको छुइनँ। यसको इन्स्ट्रक्सनमा गएर हामी म्युजिक यसलाई अब दिउँ, त्यसले भन्छ कि म्युजिक यहाँ एक मिनट ल। ओके यसले डाइरेक्ट दियो तपाईँलाई होइन, स्टाइल र लिरिक्स डाइरेक्ट दियो। यो यही तरिकाले यो तपाईँले त्यही पेस्ट गर्नु होला, जस्तै हामीलाई नेपालीमा चाहिएको छ भनौँ होइन, नेपाली ल नेपालीमा चाहिएको छ। यहाँ भनौँ अब ले सोध्छ आफै हो। तपाईँले यसै गरी यो म्युजिकमा बनाउने प्रोजेक्टमा आफ्नो नाम कुनै पनि राख्न सक्नुहुन्छ। अनि त्यो इन्स्ट्रक्सनमा चाहिँ मैले यो दिएको यो प्रोम्प्ट युज गर्नु है त म्युजिक बनाउनको लागि। यो मैले यो तपाईँलाई दिन्छु, यो तपाईँलाई पुरै सेयर गरिदिन्छु म। यो तपाईँले त्यहाँ पेस्ट गरिसकेपछि चाहिँ तपाईँले यसरी सानो डिटेल भन्नुभयो, नेपाल भन्नुभयो भने यसले आफै तपाईँलाई क्वेसन सोध्छ। हजुरले केही प्रोम्प्टिङको बारेमा त्यस्तो केही गर्नु परेन है त। अब जस्तै शैली भनेको छ होइन, शैली जेनेरेट अहिले नेपाली भनिदियो, जस्तै पपमा राखिदिएँ मैले होइन। र मैले यसले के भन्छ त्यही चाहिँ राखिदिन्छु यहाँनिर। भावना भनौँ होइन, भावना मुड मैले जोसिलै राखिदिएँ ल, जोसिलो ल। अनि यसले स्वर भनौँ, स्वर कसको हो भनेर चाहिँ भोकल चाहिँ कस्तो भन्दाखेरि पुरुष महिला वा दुवै वा इन्स्ट्रुमेन्ट जस्तै बादल सादल बजेको मात्रै त्यस्तो टाइपको चाहनुहुन्छ, सबै थोक हुन्छ क्या, तपाईँले जे पनि गर्न सक्नुहुन्छ। वाद्ययन्त्र भनेको छ यसले, कत्रो गरिदिएछ यसले। यो हाम्रो यो इन्स्ट्रुमेन्ट भनेको होला वाद्ययन्त्र, प्योर नेपालीमै भनिदियो यसले। स्टाइल अब यसले आफै दिएर छ, यसले यही चिज युज गरिदियो नि, यसले देखे, यसले रिकमेन्ड गरे कि, यसले आफै पनि रिकमेन्ड गरिदिँदो रहेछ। ओके ल, यो त भयो तपाईँले यो तरिकाले। तपाईँले आफै पनि मलाई चाहिँ यो टपिकमा सुनोमा म्युजिक बनाउनु पर्ने छ, यस्तो यस्तो चाहिएको छ भनेर तपाईँले यसलाई पनि दिन सक्नुहुन्छ। जस्तै हामीले यसलाई रेन्डमली हामीले केही पनि गरेका छैनौँ, जस्ट प्रोम्प्टिङ। तपाईँले जति आफ्नो दिमाग चलाउनु भयो होइन, जति तपाईँले आफ्नो माइन्ड चलाउनु भयो त्यति नै हजुरले यो एआईमा गर्न सक्नुहुन्छ कि अझै बेटर। म हामीभन्दा नि बेटर हजुरले गर्न सक्नुहुन्छ। यहाँ राइटमा खोइ त प्रोम्प्टमा गएर पनि कता मिल्दैन त फेरि। ओके राइटमा गएर हामीले यो राख्थ्यौँ लिरिक्समा। स्टाइलमा हाम्रो यहाँ छ, स्टाइल पनि दिएको छ यसले आफै। ओके
अब क्रिएट गरिदिउँ ल। यसले कस्तो बनाउँदो रहेछ वर्ल्ड कपको सङ सुनौँ है त अनि। ल अब आफ्नै हजुरसँग छ भने गरिदियो। हामी छौँ सपना बोकी विश्व रङ्गशालामा, हृदयभरि आशा लिएर विजयको यात्रामा। हिमाल झै अटल शक्ति साहस हाम्रो साथ, नेपालको आवाज गुन्जिन्छ संसारभरि आज। एकता हाम्रो बल हो, विश्वास हाम्रो गीत हो, अगाडि बढ्ने कदमले लेख्छ नयाँ इतिहास। ओ विश्वकपको यो उत्सवमा सुन्नु नि है आफै बनाएको यसले। राम्रो बनाएछ। अनि यो यसो भिडियो त्यस्तो के भन्छ अडियो मात्रैमा मिल्ने रहेछ होइन? अडियो मात्रै हो, यो अडियो मात्रै हो, यो भिडियो आउँदैन यस्तो। यसरी तपाईँले मिल्यो। अब हजुरलाई म जोड्न भनिदिन्छु, जोड्न सोध्दै हुन्थ्यो मलाई। मैले हजुर हजुरले सोधे जोड्न। हजुर हजुर त्यो अब 8 सेकेन्ड थियो। हजुरले 8 सेकेन्डको भिडियोहरू बनाउनु भयो होइन? त्यसपछि अँ। हजुरले के गर्ने भन्दाखेरि मोबाइल हो भने पनि सेम क्यापकट डाउनलोड गर्ने। हजुरलाई क्यापकट डाउनलोड गर्नु भएको, हजुरसँग क्यापकट छ? छैन छन् त, सुनेको चाहिँ कसरी मेथड थाहा नभएर हो। हो क्यापकट भनेर सर्च गर्ने अनि यसलाई सिम्पल गरेर हजुरले यसरी डाउनलोड गर्न सक्नुहुन्छ। ल्यापटप भए सजिलो छ, यसलाई सेटअप गर्नुहोस्। हजुर अनि त्यसपछि हामीसँग मसँग अलरेडी भएकोले मैले यसलाई ओपन गरेँ। केही गर्ने नि, सिम्पल यसो भइसकेपछि क्रिएट प्रोजेक्ट भनेर जानुहोस्। कहाँनिर छ क्रिएट प्रोजेक्ट? देख्नु भएन? के हुन्छ प्लस अघि गर्नुहुन्छ, त्यहाँबाट थिचेर तपाईँले बुझिहाल्नुहुन्छ नि। पक्नै त फेरि भइदिन्छ। यसरी क्रिएट प्रोजेक्ट भनेर छ नि त यहाँ, देख्नुभयो? देखाइराख्नु भएको छ खै त्यो ओके 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 हाम्रो सेयर भएको छ नि त, हाम्रो क्यापकट सेयर गर्छ। बस्नुहोस् स्क्रिन। त्यही त। ओके सरी। देख्नुभयो क्यापकट? अब स्क्रिन त सेयर भएको छ। क्यापकट हो यो। देख्नुभयो नि? क्रिएट प्रोजेक्ट देखेँ माथि टपमा। हो क्रिएट प्रोजेक्टमा यसरी थिच्नु होला। त्यो डाउनलोड भयो, सेटअप गरिसकेपछि हजुरले त्यस्तो देख्नुहुन्छ है त। हजुर। अनि यहाँ इम्पोर्ट भनेर माथि हुन्छ नि, यो इम्पोर्ट भनेर यहाँ छ नि प्लस आइकन। हजुर प्लस आइकन। अब यहाँ थिच्ने होइन? अब यहाँ थिच्ने। जस्तै मैले भिडियो बनाएको थिएँ त, यो आज क्रेडिट नभएर बनाउन पाइएन। जस्तै मैले 4-5वटा मैले भिडियो बनाएको थिएँ। यसरी एड गर्नु क्यापकटले पनि क्रेडिट माग्छ सर? माग्दैन, फ्री हो यो क्यापकट त। हजुरले फ्रीमा एडहरू गर्न फ्रीमा पाउनुहुन्छ। अब अरू एक्स्ट्रा कुराहरू यहाँ पेड प्रो पनि छ। यो एडिटिङ टुल हो क्या हाम्रो यो। हजुरले जस्तै पार्ट 1 जस्तै 10 सेकेन्डको छ भने डाउनलोड गर्दा पार्ट 1 भनेर गर्नु, अर्को पार्ट गर्दाखेरि पार्ट 2 पार्ट 3 गर्नु। यहाँ गर्ने नि त्यही हो। जस्तै यहाँ मैले 4-5वटा पार्टमा 60 सेकेन्डको बनाएको छ है त होइन? ओके ल यहाँ यसरी एक्सपोर्ट गर्नुहोस्। अनि त्यसो भएपछि एक एकवटा हजुर यता देखिरहेको छैन सर स्क्रिन। यो त्यही क्रिएट प्रोजेक्टबाट अगाडि केही पनि देखिरहेको छैन। हो र बस्नुहोस् है, त्यो पुरैलाई के हुन्छ देखाउनु हो, त्यही स्क्रिन देखिरहेको छ, अरू देखिएको छैन। तपाईँले के भन्नुभयो अगाडि देखिएन। ओके ओके
मैले इन्टायर स्क्रिन नै पुरै सेयर गरिदिएँ तपाईँलाई। अहिले अब हामी देख्नुहुन्छ। ओबिएस स्टुडियोमा हो सर यो हजुर ओबिएस स्टुडियो भन्छ नि त्यसबाट गर्दैछौँ नि सबै हामीबाट चाहिँ के चाहिँ सर? त्यो ओबिएस स्टुडियो भन्छ नि एउटा त्यो हजुरले के स्टुडियो त मैले बुझिनँ तपाईँले के भन्न खोज्नुभयो। अहिले जुन हामीले यो स्किलमा काम गर्दैछौँ नि सरले गर्दै हुन्छ नि काम यो होइन ओबिएसमा होइन यो चाहिँ यहाँ छुट्टै हो क्यापकट क्यापकट है क्यापकट हो ओबिएस क्यापकट। क्यापकट त यहाँ भयो हामीले सबै गरेको चाहिँ यहाँ क्यापकट इजी हुन्छ, इजी पनि भयो। स्क्रिन रेकर्ड त हाम्रो उयोबाट हो, हाम्रो ओबिएसबाट सरले गर्दै हुन्छ। गुगल मिट हो हाम्रो, गुगल मिट। हजुरले यो क्यापकट ओपन भइसकेपछि डाउनलोड ओपन भइसकेपछि क्रिएट प्रोजेक्ट भनेर गर्नुहोस् अनि त्यसपछि हजुरको ओपन हुन्छ। अनि इम्पोर्टमा जानुहोस्, यहाँ माथि इम्पोर्ट अप्सन देख्नुभयो। हजुर अनि यहाँ मैले यहाँ 4-5-6वटा बनाएको छु, त्यसै गरी 10 सेकेन्डको गर्दै होइन। हजुर अब यो यसलाई हजुरले यसै गरी सिम्पल यसरी एक एकवटा पार्ट गर्दै चुज गर्दै यसरी ओपन गरेर अपलोड गर्नुहोस्। अनि एक एकवटा सुरुको कुन हजुरले गर्दा भिडियो बनाउँदाखेरि त सुरुको कुन भनेर डाउनलोड गर्दाखेरि नि लेख्नु क्या। हजुर हजुर अनि त्यसो सुरुको भएपछि तपाईँलाई पहिला सिलेक्ट गर्नु त्यो कर्मश सिलेक्ट गर्नु पर्यो हैन? हजुरले कर्मश हेर्दै हेर्दै गर्नुभयो। अनि यसरी पार्ट 1 कुन हो यसरी चुज गर्दै सुरुमा पार्ट 1 लाई ल्याउने यसरी हाम्रो यहाँ आइरहेको पार्ट 6 हो यो। पार्ट 2 यता जा अनि पार्ट 3 भयो। ओके यति गर्दै फेरि हाम्रो लगभग जोडिएको छ सबै। एक एकवटा 10 सेकेन्डको पार्टको यो जस्तै यो भिडियो बनाएको थिएँ हेर्नुलाई। यो पनि सेम तपाईँले त्यही मैले अघि भने जसरी नै यस्तो भिडियो बनाउन सक्नुहुन्छ। सानो हुँदा मलाई काखमा राखेर घर ल्याइयो। सबैले हाँस्दै भने आजदेखि यो पनि हाम्रो परिवारको हजुर हजुर जोडिएपछि यति छोड्दै पुग्यो जोडिन्छ कि कतै छ फेरि के गर्नुपर्ने? जोडिन्छ। अनि त्यसपछि हजुरले एक्स्ट्रा कुराहरू गर्न सक्नुहुन्छ। जस्तै हजुरले यहाँ अडियो छ, अडियोबाट ब्याकग्राउन्ड म्युजिकहरू लगाउने। अनि जस्तै यहाँ अड्केको छ, जस्तै हाम्रो यहाँ अड्क्यो, अघि हाम्रो यहाँ अड्केको थियो नि, अड्केको ठाउँमा रोक्ने, त्यसपछि टक्क त्यहाँ थिचेर कट गर्ने, स्प्लिट गर्ने। यो एउटा नर्मल बेसिक एडिटिङ तपाईँले युट्युबमा 10-15 मिनटको हेर्नु हो भने बुझि नै हाल्नुहुन्छ। बेसिक एडिटिङ हो यो, एकदम सजिलो छ यो चाहिँ होइन। यसो गर्ने अनि यसलाई डिलिट गर्ने। अनि अब यहाँ जस्तै हाम्रो यहाँ चेन्ज भएको छ नि त, झ्याप एकैचोटि चेन्ज भएको नदेखाउनको लागि एनिमेसन हाल्ने, त्यो कुराहरू चाहिँ एडिटिङमा पर्यो। सर एउटा शब्द एनिमेसन भन्ने शब्दले खास के बुझाउँछ, किन हालिन्छ यो? यो एनिमेसन भन्नाले चाहिँ तपाईँको जस्तो यहाँ हेर्नु त कहाँबाट यतापट्टि आयो नि, हजुर त्यसलाई एनिमेसन भन्छ क्या। अब यहाँ जस्तै हाम्रो 81 गइरहेछ तर हामीले एनिमेसन हाल्दाखेरि चाहिँ यो कुरालाई चाहिँ अलिकति प्रोफेसनल टाइपले गयो। आजदेखि हाँस्दै भने आजदेखि यो पनि हाम्रो परिवारको सदस्य हो। मलाई आफ्नै बच्चालाई जस्तै खाना खुवाइन्थ्यो, चिसो लाग्दा न्यानो बनाइन्थ्यो, बिरामी हुँदा यस्तो टाइपको यो। अब यो तपाईँले सबै कुरा त्यही अघि बनाएकै ओम्नीबाटै बनाउने हो। 10 सेकेन्डको बनाइदिन्छ। अब तपाईँले भन्ने क्या त्यसलाई भन्ने, तपाईँले लु अब इङ्ग्लिस थाहा छैन नेपालीमा पनि भन्ने भनिदिन्छ त्यसले। मलाई बाख्राको स्टोरी चाहियो जहाँ मान्छेले सुरुमा चाहिँ बाख्रालाई पाल्छन् अनि पछि चाहिँ काटेर खान्छन्। 10 तर सबै डायलग चाहिँ 10 सेकेन्डको हुनु पर्यो र 10 सेकेन्डको डायलगको लागि एउटा इमेज पनि हुनु पर्यो। अनि त्यो इमेजलाई कन्भर्ट गर्नको लागि प्रोम्प्ट पनि दिनु पर्यो भनेर त्यसरी तपाईँले भन्नुभयो भने उसले डाइरेक्ट दिन्छ क्या च्याट जिपिटीले। अनि त्यही तपाईँले कपी पेस्ट गर्ने उतापट्टि इजी छ। सानो हुँदा मलाई काखमा ओके यो जोड्न पनि बुझ्नुभयो नि है तपाईँले, यही हो जोड्ने। केही छ हजुरहरूको कन्फ्युजन? अब ठिक छ लगभग नभए पनि फेरि भिडियो अपलोड चाहिँ गर्नु होला सर है युट्युबमा। हुन्छ हुन्छ हाम्रो अपलोड हो। तपाईँलाई त्यो हालिदिनु भएको छ होला, सरले हालिदिनु भएको छ जस्तो लाग्यो। होइन त्यो 27 हो के भन्ने एउटा उसमा च्यानल बनाउनु भएको थियो नि युट्युब च्यानल, त्यसमा चाहिँ थियो हेरेको। हुन्छ सर हुन्छ, यो भयो। हामी हजुरलाई म तपाईँलाई
गाइड गरि नै राख्छु, त्यस्तो समस्या हुँदैन। केही समस्या भयो भने भन्नु होला। यो भिडियो बनाउने कुरा चाहिँ एकदम यो गाह्रो छ क्या, यो हजुरले प्र्याक्टिकल्ली नगरिकन थाहा हुन्न। हजुरहरूले प्र्याक्टिकल्ली गर्नु होला। अनि च्याट जिपिटीमा गएर अब हजुरलाई प्रम्प्टिङ गर्न गाह्रै लाग्छ भने पनि जस्तै यसैलाई भनेर तपाईँले गर्न नै सक्नुहुन्छ त्यसरी। अब मैले त यो तपाईँलाई रेडिमेड तपाईँलाई डाइरेक्ट बनाएरै दिएँ यो। अब यो कुराहरू त अब यहाँ सिम्पल्ली प्रोजेक्टमा हाल्ने त्यो गर्ने भनेर यो भिडियो हेर्ने एकचोटि, अनि यो म तपाईँलाई यो सबै सेयर गरिदिन्छु यो सबै, अनि यो सबै तपाईँले हेरेर गर्न सक्नुहुन्छ। हुन्छ सर। अनि इन फ्युचर केही बुझ्नु भएन भने पनि मलाई भन्नु होला, च्याट गर्नु होला। म बरु तपाईँलाई सानो सानो क्लिपको भिडियो बनाएर भए पनि हालिदिन्छु के बुझ्नु भएन भन्ने कुराको, है त। ल ओके सर, सबैजनालाई बुझ्नुभयो नि है? बुझ्यो सर, बुझ्यो। ओके ओके, कन्फ्युज भयो भने भन्नु होला, म फेरि सानो सानो क्लिप बनाएर हालिदिन्छु। सर हाम्रो के अरे हाम्रो दिपक सर, हजुर हाम्रो रेकर्डिङ भयो नि है? रेकर्डिङ अब रोकिदिनुहोस् है। हजुर हस् हस्, हाम्रो यहाँ एकदम यो फेरि